नमस्कार। आजको पडकास्ट द कोरिया स्टोरिजमा स्वागत छ। म राजकुमार घलान। नमस्कार, म भूपाल कुसारी। आज चाहिँ हाम्रो पडकास्ट अलि विशेष हुने खालको छ, किनभने अब कोरियामा धेरै लामो समयदेखि कार्यरत एकजना मेरो साथी हुनुहुन्छ। उहाँको नाम रहेको छ भूपाल कुसारी। र आज चाहिँ हामी दिल खोलेर एकदम मनका कुराहरू चाहिँ सेयर गर्नेछु। तपाईँहरू अन्तिमसम्म बस्नु होला। र हामीले नेपालबाट कोरिया आउने बेलामा देखेको सपना, अनि त्यसपछि कोरिया आइसकेपछि भोग्नुपर्ने अनेक सङ्घर्षहरू, दुःख होइन, सुख, त्यसपछि यहाँ आइसकेपछि नेपालबाट यहाँ आइसकेपछि भोग्नुपर्ने होमसिक होइन, मेन्टल स्ट्रेस, तनाव होइन, त्यो कुराहरू। अनि त्यसपछि कोरिया हामीले जब हेर्ने बेलामा, बाहिरबाट हेर्ने बेलामा कोरिया, जुन कोरिया हामी देख्छौँ होइन, ठुला ठुला महलहरू, भवनहरू, गगनचुम्बी होइन, भवनहरू, चिल्लो एकदम फराकिलो सडकहरू होइन, त्यो चिजहरू देखेर अब वास्तवमा चाहिँ रियालिटी होइन, कोरिया चाहिँ यथार्थमा होइन के रहेछ भन्ने कुराहरू पनि हामी एकदम मन खोलेर आज हामी चाहिँ सेयर गर्नेछौँ। त्यही भएर तपाईँहरू पनि कोरिया आउँदै हुनुहुन्छ, नेपालमा कोरिया जाने सोचिरहनु भएको साथीहरू र कोरियामा हुनुहुने, काम गरिरहनु भएको सम्पूर्ण साथीहरू, भिडियो अन्तिमसम्म सबैजनाले हेरेर साथ दिनु होला। अवश्य पनि यहाँबाट तपाईँहरूले धेरै कुराहरू सिक्नुहुनेछ हाम्रो यो आजको पडकास्टबाट है त। ल सुरु गरेँ मैले। भोपालजी, मैले तपाईँको अघि नै सानो परिचय, नाम पनि बताइसकेँ होइन। अब हामी सुरु गरौँ कि तपाईँको जन्म र बाल्यकाल चाहिँ तपाईँको कहाँ भयो? फेरि पनि नमस्कार, मेरो नाम चाहिँ भूपाल कुसारी। नेपाल घर चाहिँ कर्णाली प्रदेश, रुकुम पश्चिम, सानोभेरी गाउँपालिका, वडा नम्बर 6। रुकुम पश्चिम चाहिँ अब यो सङ्घीयता आइसकेपछि टुक्रिएको जिल्ला हो। पहिला चाहिँ रुकुमै थियो, पछि चाहिँ अब सङ्घीयताले गर्दाखेरि नवलपरासी र रुकुम टुक्रिँदाखेरि हाम्रो रुकुम पश्चिम भयो। अब बाल्यकाल चाहिँ मेरो गाउँमै बित्यो, घाँस दाउरा, उकाली ओह्राली एनदेन गर्दै बित्यो। गाउँसम्मै 8सम्म क्लास भएको थियो, हाम्रो चाहिँ स्कुल 8सम्म थियो। अनि त्यसरी नै अब घाँस दाउरा, अम्बुवालाई सघाउँदै मेरो बाल्यकाल चाहिँ बित्यो। अनि 9-10 पढ्न चाहिँ मैले चाहिँ घरबाट अलि टाढा 3 घन्टा लाग्थ्यो त्यो स्कुल जान। साँझ बिहान आउन जान अलि असम्भव भएको कारणले गर्दाखेरि हामी चाहिँ घरबाटै खानेकुराहरू लगेर हप्ताभरि उतै बस्ने, अनि शुक्रबार चाहिँ घर आउने। त्यसरी चाहिँ किन त्यस्तो धेरै, किन स्कुल धेरै नभएर के भएर छ तपाईँ? हाम्रोतिर चाहिँ अब गाउँमा चाहिँ 5सम्म थियो पहिला चाहिँ। हाम्रो 2035 सालमा श्री लक्ष्मी आधारभूत विद्यालय भन्ने स्थापना भएको थियो, 5सम्म मात्रै थियो। अनि पछि चाहिँ बिस्तारै बिस्तारै जाँदाखेरि अब राज्यबाट त्यति धेरै नहुने, स्कुलको राहत शिक्षकहरू राखेर, राहत भन्दा पनि राहतै भनौँ, गाउँले चन्दा उठाएर शिक्षकलाई दिने, त्यसरी गरेर 8सम्म चलाइरहेको थियो। त्यो भौगोलिक विकटताको कारणले गर्दाखेरि विद्यार्थी पनि एक ठाउँमा ठुलो विद्यालय खोल्यो भने विद्यार्थीको सङ्ख्या कम हुने, त्यही भएको कारणले गर्दाखेरि ठुलो हाई स्कुलहरू अलि सेन्टरमा भएको कारणले गर्दाखेरि हाम्रो पालामा चाहिँ 8सम्म मात्रै थियो गाउँमा स्कुल। 9-10 पढ्न, त्योभन्दा माथि पढ्न चाहिँ बाहिरै जानु पर्थ्यो। त्यस्तो स्थिति थियो हाम्रो चाहिँ। त्यसपछि स्कुल तपाईँले हाई स्कुल पनि त्यहीँ पास गर्नुभयो, त्यसपछि +2 को लागि के हो त्यहाँदेखि? अनि चाहिँ हामी चाहिँ अब 8सम्म गाउँमा पढेर त्यहाँबाट चाहिँ कोठा गरेर 10सम्म 9-10 पढ्नलाई हामी सिमली गयौँ। त्यहाँ चाहिँ कोठा गरेर बस्यौँ। शुक्रबार शनिबार घर जाने, आउने जाने, त्यसरी बित्यो। अनि एसएलसी हाम्रो पाला अहिले जस्तो एसई थिएन, एसएलसी थियो। एसएलसी दिएर चाहिँ सेकेन्ड डिभिजन पास भएँ म चाहिँ। अनि त्यसपछि चाहिँ मेरो सपना चाहिँ त्यतिखेर एसएलसी दिने, +2 सँगसँगै लोकसेवा पढ्ने भन्ने मेरो चाहिँ भित्री रूपमा चाहिँ आफ्नो इच्छा थियो। बाल्यकालमा सपना एउटा जागिरी खाने, सरकारी जागिरी खाने सपना थियो। आम्बुवाको पनि त्यही नै थियो, छोराले जागिरी खान्छ भन्ने चाहिँ सपना थियो। अनि त्यहीलाई पछ्याउने क्रममा घर छोडेर अनि त्यसपछि चाहिँ हामी चाहिँ घोराइ गयौँ। घोराइ गएर +2 सँगै कम्प्युटर 15 महिना कम्प्युटर पनि मैले त्यहीँ गरेँ। अनि त्यसपछि चाहिँ हामीले घर त्यसरी छोडेर बाहिर आएका थियौँ। तपाईँले अहिले भन्नुभयो अब पढिसकेपछि लोकसेवाबाट नाम निकालेर अफिसर, सरकारी जागिर खाने भन्ने होइन, कस्तो ठ्याक्कै चाहिँ हाम्रो कस्तो हुन्छ भने
गाउँ गाउँ होइन हाम्रो सबैको प्राय नेपालमा गाउँ नै हो होइन। गाउँमा हुर्किनेहरूको चाहिँ होइन अलिकति खेती किसानी गरेको बच्चाहरू हुन्छ नि, जस्तै मेरो पनि होइन घरमा चाहिँ गाउँतिर के भन्दा सानो बच्चा हुँदाखेरि बित्तिकै अनि घरमा चाहिँ बाबा आमाले के भन्यो भन्दाखेरि ल अलिक ठुलो राम्रोसँग पढिस् त्यसपछि तिमीले मास्टर बनिन्छ है, यो मास्टरले धेरै पढाएर यस्तै मास्टर बन्ने भन्छ। त्यो सरहरूको चाहिँ अलिकति पढिसकेपछि डाक्टर बन् होइन, पाइलट बन्, इन्जिनियर बन् भन्छ नि त। हाम्रो त्यो कन्डिसन थिएन भनौँ न होइन गाउँतिर हाम्रो सबैको। त्यही हो, पढाइ चाहिँ त्यही भयो। हामी चाहिँ मेरो चाहिँ खासमा कहानी चाहिँ अलिकति दुःख गरेको छ। पहिला अब 8सम्म पढ्दाखेरि घरमा मैले थाहा पाउने बेला पनि हाम्रो गाईबस्तुहरू धेरै थियो, बाख्रा पनि 50-60वटा थियो, अनि भैँसीहरू 10-12वटा, गाई गोरु गरेर 10-15वटा, त्यति धेरै चाहिँ हाम्रो घरमा पालिरहनु भएको थियो। अनि त्यसलाई चाहिँ सघाउन हामीले साँझ बिहान चाहिँ गर्थ्यौँ। अनि एसएलसी दिएपछि म चाहिँ एकचोटि फेरि हाम्रोतिरबाट माथि यार्सा खोज्न जाने चाहिँ हाम्रो चाहिँ ठ्याक्कै हाम्रो घर भएको चाहिँ तपाईँको 1700देखि 2000 मिटरमा चाहिँ हाम्रो घरहरू छ। त्योभन्दा हामी चाहिँ धेरै 4-5 दिन यात्रा गरेर यार्सा टिप्न जानुपर्छ। यार्सा चाहिँ माथि डोल्पामा जानुपर्छ। त्यहाँ चाहिँ म एसएलसी दिन बित्तिकै 3 महिना रिजल्ट आउने टाइम लाग्छ नि, यार्सा खोज्ने टाइम पनि ठ्याक्कै तपाईँको त्यो वैशाख र जेठको महिना हो। त्यो बेला म पनि अब एसएलसी दिएर रिजल्ट नआउने बेलासम्म घरमै खाली, अनि एकचोटि जाउँ न त यार्सा खोज्न भन्दाखेरि म त्यो हिमाल आरोहण जस्तै गरेर म त्यहाँ पनि गएर आएको छु। तपाईँको त्यहाँ जान चाहिँ एकदमै निकै दुःख, निकै गाह्रो छ। त्यहाँको कहानी सम्झिने हो भने अहिले पनि म त्यस्तो ठाउँमा गएर आएको मान्छे भन्न आफैलाई पत्यार लाग्दैन। तपाईँको त्यहाँ आफूलाई चाहिने सबै सामान, तपाईँ कति दिन बस्नुहुन्छ, 15देखि 20 दिन कति बस्ने इच्छा हुनुहुन्छ, त्योलाई रासन पानी आफै बोक्नु पर्यो। पकाइ खाने भाँडादेखि लिएर अब हिमाल जाने भनेपछि अब ओढ्ने ओछ्याउनेदेखि लिएर आफूले लाउने लुगा जुत्तादेखि सबै आफैले बोकेर जानुपर्छ। तपाईँको त्यो हामी जाँदाखेरि 5 दिन घरदेखि लगभग 45देखि 50 किलो सामान 5 दिनसम्म निरन्तर बोकेर आफैले। तपाईँको यहाँ नाम्लोले चाहिँ यहाँ पुरै यो खाल्डो जस्तो भइरहेको थियो, त्यो दिनभरि बोकै छ होइन। त्यसरी पनि गएर अनि यार्सा गुम्बा खोज्न पनि गयो। एकदमै जोखिम ठाउँहरू पनि गयो। त्यहाँ त्यत्रो 50 किलो भारी सहित त्यत्रो जोखिम, अलिकति चिप्लियो भने मान्छे त्यो भेटिएला भन्ने सम्भावना नसोची हुन्छ। त्यो हिउँमा कहाँ जान्छ, कहाँ छिर्छ मान्छे, अलिकति बाटो पनि त्यो हिउँले गर्दाखेरि गोरेटोहरू पनि नदेखिने होइन। त्यसलाई चाहिँ एकदम खुट्टाले त्यो जुत्ताहरूले चाहिँ खोर्सेर त्यो पाइला जस्तो बनाएर हिँड्ने अवस्था। त्यो दुःख गरेर म चाहिँ अगाडि बढिरहेको हो। जीवनमा सङ्घर्ष धेरै गरेको छु होइन। त्यहाँबाट चाहिँ मेरो सुरु भयो। होइन, एसएलसी दिएर गएँ। तपाईँको म 17-18 वर्षको हुँदा गएँ म। त्यो बेला पनि 50 किलो सामान बोकेर हिँडेको, 5 दिन जाने 4 दिन आउने, 9 दिनसम्म गएको लगातार। अब पहिला सुरुमा त गाउँ हुँदै अब रोड नगएको, अब सानो बाटो हुँदै तपाईँ बास बस्ने पनि कहाँ भन्नुहुन्छ भने हिँड्दै गयो, जहाँ रात पर्छ त्यहीँनिर तिर्पाल लगेको हुन्थ्यो। त्यही तिर्पाल यसो टाङ्ने अनि त्यहीँनिर पकाएर खाने। सबै अब ग्रुप हुन्थ्यो नि त 6-7 जनाको, अनि त्यसरी गर्ने। जहाँ रात पर्छ त्यहीँ सुत्ने, बिहान आएर उठ्यो त्यहीँबाट हिँड्ने, जहाँनिर पानी भेट्यो भात पकाएर खायो अनि हिँड्ने। त्यस्तो तरिकाले गएको। अनि त्यहाँ गइसकेपछि धेरै टिक्न सकिएन, माथि गएर पनि जाडो पनि गाह्रो पनि, लगातार हिउँ पऱ्यो क्या। कि हामी चाहिँ यार्सा टिप्ने ठाउँमा पुगिसकेपछि पनि 1-2 दिन हिउँ नपरेर घामहरू लागिदियो भने चाहिँ त्यो किराहरू उम्रिने, अनि नछोपिने। अनि त्यसपछि त्यो एकदम माटो चाहिँ खुल्ला भयो भने, हिउँ भएन भने त्यो उम्रिने रहेछ। हिउँले ढाकिरह्यो भने उम्रे पनि नदेखिने। अनि हामी गएको लगातार 3 दिन 3 रातसम्म हिउँै पऱ्यो, हामी किरो खोज्ने ठाउँ पुग्नै सकेन। अनि त्यस्तो नभइसकेपछि 2 दिन जति खोज्यो, त्यही 20-25वटा जति भेटेको थियो। अनि टिक्न सकिएन, जाडोले गाह्रोले लिएको खानेकुरा सकिहाल्यो। त्यहाँबाट खानेकुरा सकियो भने कि तिब्बत जानुपर्ने, त्यहाँ पनि 3 दिन हिँडेर हिमाल क्रस गरेर कि तिब्बत जानुपर्ने कि तल डोल्पा झर्नुपर्ने। अनि मान्छेहरू चाहिँ त्यहाँबाट तिब्बत जान्थ्यो, अलि नजिक तिब्बत पर्थ्यो। अनि तिब्बतको सिमानामा चाइनाको, अनि त्यहाँ गएर सामानहरू ल्याएर मान्छेहरू अलिकति हिमालमा टिक्ने मान्छेहरूले त 1 महिना 1.5 महिनासम्म खोजेर राम्रै
चाहिँ त्यहाँ चाहिँ तपाईँले कति 28 वटा मैले 28 वटा गनेर पुरै गनेर हो। अनि त्यो बेला चाहिँ एउटा बराबर 600 रुपियाँ थियो। एउटा बराबर 600 थियो। 2-4 वटा त्यसै त्यहीँ खाइहालियो। अनि 1-2 वटा घर ल्याइयो। 2-4 वटा चाहिँ घर ल्याइयो। अनि त्यही 15-20 वटा कति बेचेको थियो। अनि त्यही गरेर जाने आउने चाहिँ पैसा चाहिँ कमाइ भएन। सुरापुरामा चाहिँ जाने आउने कारण त्यसरी चलेर अनि त्यहीँबाट सुरु भयो। अनि त्यसपछि +2 को लागि दाङ घोराइ झरियो। अनि कलेज पनि यता उता बिहान पनि गर्दै पढ्दै त्यसरी चाहिँ सुरु भयो। तपाईँले कोरिया नै जाने सोच, कोरिया नै यहाँ अहिले अब आफ्नो भविष्य खोज्ने ठाउँ होइन, यसलाई गन्तव्य तपाईँले चाहिँ कसरी लिनुभयो? मैले चाहिँ अब यो चाहिँ हाम्रो एकजना गाउँकै 2011 सालमा इक्जाम दिएको एकजना अङ्कल हुनुहुन्थ्यो। उहाँ चाहिँ यहीँ हुनुहुन्छ, अहिले पनि कोरियामै हुनुहुन्छ। उहाँको देखावटीमा उहाँले चाहिँ 2011 मा पास गरेर 12 को लास्टतिर कोरिया आउनुभएको थियो। अनि उहाँलाई देखेर अनि मभन्दा अघि पनि मेरो दाइहरूले चाहिँ पढ्नुहुन्थ्यो। मैले +2 गर्दै गर्दाखेरि उहाँहरूले नि पढ्नुहुन्थ्यो। अनि अब के हुँदो रहेछ त म अनि पढ्छु। अब जागिरी खाने पहिला चाहिँ अब लोकसेवा नै पढ्ने थियो। अनि नेपालमा देखेर अनि हिसाब गरियो। जागिरी गरेर नेपालमा 20 वर्षमा कमाउने र कोरियामा गएर 5 वर्षमा कमाउने बराबर भएपछि लाइफ गयो। अब त्यो भएपछि चाहिँ कोरिया नै पढ्नुपर्छ होला भन्ने हिसाबले कोरिया चाहिँ मैले 2 चोटि दिएको। पहिलोचोटि चाहिँ अब वैशाखमा भर्ना भएर असारमा इक्जाम दिएँ। अनुभव बटुल्नको लागि चाहिँ दिएँ। अनि त्योमा अब पास हुने कुरा भएन। अनि त्यसपछि चाहिँ सेकेन्डचोटि चाहिँ मैले राम्ररी पढेर पास भएर अहिले चाहिँ कोरियामा छु। त्यहाँबाट चाहिँ मैले लाइफ सुरु गरेको। दुःखको सुरु चाहिँ माथि डोल्पाको माथि दुनैदेखि यार्सा गुम्बा टिप्नेदेखि लिएर त्यहाँबाट काला पहाडसम्म गएर चाहिँ दुःख गरेको छु मैले चाहिँ। काला पहाड भनेको इन्डिया हजुर। हाम्रोतिर चाहिँ अब काला पहाड जाने चलन चाहिँ निकै नै छ, अहिले पनि छ। काला पहाड भनेको त्यसको अर्थ के हो? दुःख गर्ने ठाउँ भने कि त्यो ठाउँ? काला पहाड भनेको त्यहाँ चाहिँ पहाड एकदम ठुला पहाड, दुःख पनि हुने। अनि त्यो पहाडहरू पनि त्यो नेपालको जस्तो सेतो सेतो टाइपको नहुने, पुरै कालै पहाड क्या, एकदमै कालो हुने। त्यही भएर काला पहाड भन्ने त्यस्तो उखानहरू रहेछ। अनि चाहिँ सुरुचोटि चाहिँ अब यस्तै पछि त्यहाँ इन्डियामा नि पुग्नुभयो होइन, काला पहाड पनि पुग्नुभयो। अनि त्यो प्रोसेसहरू अनि कसरी त्यहाँ चाहिँ अनि कसरी गाउँलेहरू सबै जाने चलन छ कि कसरी पुग्नुभयो त्यहाँ चाहिँ? हाम्रो चाहिँ काला पहाड जाने चाहिँ खासमा अब अलिकति आर्थिक अवस्था कमजोर भयो भने भिजा पनि नचाहिने, सट्ट भाडा पनि धेरै कम हुने, त्यस्तो हिसाबले काम पनि गएपछि पाइने हिसाबले हाम्रोतिर काला पहाड जाने चाहिँ चलन धेरै छ। अहिले पनि धेरै मान्छेहरू जानुहुन्छ। गएर भाडा पनि धेरै नलाग्ने, गएर कमाएर फ्याट्ट चाहेको बेला घर आउन पनि सकिने, खुल्ला बोर्डर भएको कारणले गर्दाखेरि। त्यहाँबाट त कुन बोर्डरबाट जानुहुन्छ? हामी चाहिँ खासमा नेपालगञ्ज रुपैडा बोर्डर भएर हामी जाने हो। हामी चाहिँ मैले चाहिँ त्यही इक्जाम दिएँ, इक्जाम बिग्रियो। असारमा इक्जाम दिएको। अनि असारको लास्टतिर हामी चाहिँ काला पहाड जाने हामी 2-3 जना थियौँ। अनि जाउँ त कस्तो हुन्छ भनेर विचार गरेपछि उता अङ्कलहरू पनि हुनुहुन्थ्यो। अनि हामी चाहिँ तुलसीपुरबाट नेपालगञ्ज गयौँ। नेपालगञ्जबाट रुपैडाबाट चाहिँ गाडी लाग्दो रहेछ इन्डियाको हरिद्वारमा। अनि इन्डियाको हरिद्वारसम्म जान चाहिँ तपाईँको 1 दिन 1 रात लाग्यो। त्यहाँ पुग्दासम्म खुट्टा सुनेर हैरान भइसकेको थियो। गाडीमा गयो। अनि त्यहाँ चाहिँ गइसकेपछि त्यहाँबाट चाहिँ फेरि रामपुर जान चाहिँ तपाईँको लगभग 16-17 घन्टा लाग्दो रहेछ। अनि रामपुर गयौँ। रामपुरबाट पनि फेरि 4 घन्टा 5 घन्टाको बस यात्रा गरिसकेपछि हामीले चाहिँ किनोर भन्ने ठाउँ चाहिँ पुग्यौँ माथि उत्तराखण्डको किनोरमा। अनि त्यहाँ गइसकेपछि अङ्कलहरू हुनुहुन्थ्यो। त्यहाँ गइसकेपछि नि एउटा चाहिँ हामी गयौँ साँझ चाहिँ 3-4 बजेतिर पुग्यौँ। अब साँझ सबैजना बस्यौँ, अङ्कलहरू हुनुहुन्थ्यो, बाजेहरू हुनुहुन्थ्यो, सँगै बस्यौँ। अब भोलि काममा जाने भन्ने भयो। अनि त्यहाँ चाहिँ हाम्रो सामानहरू हराएको छ क्या त्यहाँ गएकै दिन। अनि त्यहाँ गयौँ। हामी सबै नेपालबाट जाँदाखेरि अब घडी लाएर गएको, पर्सहरू बोकेको, अलिअलि पैसा पनि थियो, मोबाइलहरू पनि थियो। अब काम अब असारको महिना
पानीको झरी पनि पर्ने, सबै सामानहरू भिज्छ, यहीँ राख भनेपछि त्यही कोठामा राखेर गयौँ। कोठामा राखेपछि त्यो लक लाउने सिस्टम चाहिँ थिएन, त्यहाँ चाबी लाउने चाहिँ थिएन। अनि हामी बसेको घरको एकजना चाहिँ कामदार रहेछ, त्यो अन्यत्र कहाँबाट आएको, 1-2 महिना कति भएको थियो अरे त्यो भेडा हेर्न। अनि त्यसले चाहिँ हाम्रो सामान सबै उठाएर गएछ, हरायो। हामी कामबाट आउँदा सरसामान केही छैन, एउटाको मोबाइल पनि छैन, पर्स पनि छैन, घडी पनि छैन, केही नै छैन। अनि हामी चाहिँ त्यत्तिकै भयौँ। अनि कामहरू गरियो त्यहाँ कालापाहाडमा चाहिँ हामीले खानेपानीको लाइनहरू, त्यो फलामको पाइपहरू त्यो भिरमा जोड्नेदेखि लिएर ठुल्ठुलो ठेक्कापट्टा पनि गऱ्यौँ। मिस्त्री मान्छे पनि हुनुहुन्थ्यो हामीसँग पावर भएको, अङ्कलहरूसँग सिप भएको, सबैको सम्मिश्रण हुँदाखेरि हामीले कामहरू चाहिँ जस्तो पनि काम गऱ्यौँ। एकदम मिस्त्री अलिकति एजेड हुनु, हामी सरसामान बोक्नेदेखि लिएर जति बोक्ने घन हान्ने सबै गरियो। अनि त्यहाँको इन्डिया सरकारले चाहिँ यस्तो यो भुछेबाट वन जङ्गललाई जोगाउनका निम्ति त्यो पहिरो गएको ठाउँमा वृक्षारोपणदेखि लिएर त्यो बाँधहरू बाँध्ने टाइपको त्यो जालीहरू भरेर बान्नु लाउने टाइपकोहरू त्यस्तो काम पनि हामीले गऱ्यौँ। अनि वन्यजन्तुको आहारका निम्ति चाहिँ यो फलफुलका बिरुवाहरू जङ्गलमा गएर रोप्ने त्यस्तो टाइपको पनि गऱ्यौँ। हामीले चाहिँ त्यो जङ्गलमै 3-4 दिन उतै गएर बस्ने, होइन, ओडारोहरूतिर बस्ने, बाघ भालु जङ्गली जनावरदेखि एकदमै सतर्क हुनुपर्ने, एकदमै बाक्लो चाहिँ त्यहाँ जनावरहरू हुने ठाउँ, त्यस्तोहरू दुःख गर्दै गर्दै अनि बिहानै उठ्न बित्तिकै चिया नखाइकन त्यो पहिला त्यो मलाई अहिले पनि सम्झना हुन्छ, त्यो नाम्लो र बोरो बोकेर बालुवाहरूदेखि लिएर सिमेन्टहरू बोक्नेदेखि लिएर स्याउको पेटीहरू बोक्नेदेखि लिएर सबै काम गरेछु इन्डिया गएर त्यो गर्दाखेरि कमाइ पनि राम्रै भयो। अनि अर्को कुरा चाहिँ हामी चाहिँ ठ्याक्कै तपाईँहरूलाई पनि थाहा होला, त्यो इन्डियामा नोटबन्दी भएको, मोदी सरकार आइसकेपछि एकचोटि मोदी सरकारले चाहिँ 500 र 1000 को नोट इन्डियामा चाहिँ बन्द हुँदा हामी चाहिँ कमाइ गरेर घर फर्किने साँझ हामी चाहिँ कोठाबाट निस्क्यौँ, गाडी चढ्यौँ। गाडी चढ्ने बेलासम्म पनि कसैलाई केही थाहा थिएन नोटबन्दीको। 1 लाख जति कमाएको थियो, भारू 1 लाख भनेपछि नेपालमा त 1,60,000 जति हुन्छ। यत्रो पैसाहरू यहाँ कम्मरमा बाँधेर अनि हामी चाहिँ घर लागेको मान्छे, अनि हामी चाहिँ गाडी चढ्दासम्म थाहा थिएन, गाडीबाट हरिद्वार आएर ओर्लिँदाखेरि चाहिँ नोट बन्द छ, चल्दैन भन्छन्। अचानक हामी त सक भयो, के हो यो, साँच्चै हो कि यो के हो भन्ने भयो। त्यहाँ केही खाना किन्न जाँदाखेरि पनि चल्दिँदैन, अनि त्यसपछि के कपडाहरू किनौँ, केही फलफुल किनौँ भने पनि चल्दिँदैन। अनि त्यसपछि त्यहाँ हरिद्वार भनेपछि नेपालको जक्सनै हो क्या, त्यहाँ नेपालीहरू धेरै हुन्छन्, सबैलाई त्यही समस्या परेर रहेछ। किनभने अब घर आउँदाखेरि सबैले नेपाल ल्याएरै सटै गर्छ, त्यहाँको ब्याङ्कबाट पठाउन अलिकति नागरिकता खोज्ने, के खोज्ने झन्झट भएर कमाएको पैसाहरू एकट्ठा गर्ने, जम्मा गर्ने, अनि नेपाल आइसकेपछि नेपालको ब्याङ्कमा गएर सटै सजिलै रूपमा हुने भएकोले सबैले अब पैसा धेरै भए पनि नोट चाहिँ 1000 र 500 को अलिक कम होस्, लिनलाई सजिलो होस् भनेर चाहिँ 1000 र 500 को मात्रै ल्याउने, बन्द चाहिँ त्यही भइदिएको, फेरि नचल्ने। 100 को नोट चल्थ्यो, तर 100 को नोट हामीसँग छैन। अनि त अब धेरै बोक्नु अप्ठ्यारो। फेरि अब यस्तो समाचार पनि आउँछ नि, इन्डियाको हरिद्वार भनेपछि तपाईँलाई कसैले केही खानेकुरा दियो भने त्यसमा केही न केही मिक्स गरेर तपाईँलाई बेहोसीको औषधि खुवाइदिने के। अनि लुटेको, अनि कति मान्छेहरू इन्डियामा त्यस्तो धेरै केसहरू भोगेको हुन्छ नि त। त्यही भएर जति सक्दो थोरै र सुरक्षित तरिकाले लिउँ भनेर मान्छेले त्यसरी बोकेर आएको। अनि अब हामी त नेपाल आउन आएको, अब हरिद्वार भनेको त इन्डिया नै हो, अब त्यहाँबाट नेपाल आउन त अझै 2 दिन बाँकी छ, गाडीमा हिँड्नुपर्ने, अब भाडै छैन, यत्रो पैसा बोके भाडै छैन। अनि त्यसपछि 1-2 जना गाडीलाई सोद्धाखेरि हुँदैन, हामी लगिदिनु भने, अनि एउटा गाडीवालाले चाहिँ लास्टमा चाहिँ ल हुन्छ त, मलाई 500 र 1000 को भए पनि म भाडा लिएर तपाईँहरूलाई पुर्याइदिन्छु भनेपछि चाहिँ हामी त्यही 1000 को नोट दिएर इन्डियाबाट चाहिँ रुपैयाँ आउन सफल भयौँ। अनि इन्डिया आइसकेपछि फेरि नेपालमा पनि केस ठ्याक्कै त्यही दोहोरियो। नेपालमा पनि लिने कुरै भएन, हामीसँग नेपाल पैसा हामीसँग टन्नै थियो, पर्स जान बित्तिकै हराइगयो। त्यो हराइसकेपछि अब हामी नेपालगञ्जबाट त दाङ आउनु पर्यो, तुलसीपुर आउनलाई फेरि त्यही गुहार गऱ्यौँ।
अनि गुहार गरिसकेपछि एउटा ड्राइभरले चाहिँ तुलसीपुरसम्म पुर्यायो। तुलसीपुर पुर्याएपछि पनि मामाले पसल गर्नुहुन्थ्यो तुलसीपुरमा। यो हामी 2 भाइ थियौँ। अनि एक भाइ चाहिँ पैसा मामासँग मागेर ल्याउन जाने, एकजना चाहिँ गाडी कुर्ने। गाडीवालाले तिमीहरू आउँदैनौ भाग्छौ भनेर एकजनालाई चाहिँ त्यही छोपेर राखेको, एकजना चाहिँ पैसा गरेर ल्याएपछि चाहिँ हामी चाहिँ त्यहाँबाट निस्कियो भने त फेरि नआउने हो कि भन्ने विश्वास भएन नि त। विश्वास नहुँदाखेरि अनि त्यसरी चाहिँ हामीले दुःखहरू गऱ्यौँ। अनि त्यसपछि चाहिँ फेरि मैले चाहिँ अब कत्रो सपना, त्यत्रो 1.5 लाख रुपियाँ अब 4-5 महिनामा कमाएको सपना थियो। मोबाइल किन्छु म, फर्स्टचोटि हो त्यति कमाएको। अनि मोबाइल किन्छु सपना थियो, ठुलो टच मोबाइल। त्योभन्दा अघि टच मोबाइल खासै थिएन नि त। भर्खर टच 2017मा भनेपछि त भर्खर आएको टच मोबाइल किन्छु भन्ने सपना बोकेर आएको। अनि नेपाल आउन त्यो रुपैयाँ आउन बित्तिकै बन्द भइसक्यो। अनि त्यसपछि सपना सबै सकियो क्या। अनि घर जाने पैसा पनि भएन। अनि मासँग कारेर गयौँ। त्यो पैसा सटै गर्न पनि पछि चाहिँ टाइम लाग्यो, समय लाग्यो। सटै चाहिँ भयो हुन चाहिँ पछि त्यो चाहिँ आय स्रोतको चाहिँ त्यो खुलाएर, आय स्रोतको विषयवस्तु खुलाएर चाहिँ पछि चाहिँ सटै चाहिँ भयो। अलि दुःख चाहिँ पायो। पहिलो कमाइ नै त्यस्तो दुःख गरिन, अलि भयो क्या, अलि त्यसरी भयो। अनि घर गइयो। घर गएर 2-3 हप्ता बसेर अनि त्यसपछि आएर चाहिँ कोरियन भाषा फेरि स्टार्ट गरियो। त्यसपछि कोरियन भाषा तपाईँले अब उताको अलिकति फेरि उमेर पनि कम उमेरमा होइन, त्यत्रो अब डोल्पासम्म पुगेर पनि टिप्नुभयो, दुःख त्यहाँ पनि छुट्टै भोग्यो। फेरि इन्डिया गएर कालो पत्थर त्यहाँ पनि पुगेर दुःख गर्नुभयो होइन। सङ्घर्ष तपाईँको सानैबाट सुरु भयो। त्यसपछि तपाईँले अनि कोरिया नै जान्छु, अब कोरिया नै मेरो गन्तव्य हो भन्ने चाहिँ तपाईँले कसरी सोच्नुभयो? म पहिला अब +2 पढ्दा नै अब सबै कोरिया जाने, त्यतिखेर भर्खर कोरियाको हावा चलिरहेको थियो, लड्कोहरू लाग्ने कुराहरू थियो। ल इन्स्टिट्युटहरू अलिअलि जताततै सहरमा खुलिसकेको थियो। अनि मलाई चाहिँ अब सबै लाग्या देखेपछि अनि जागिरी खाने हुटुटी एक ठाउँमा थियो। अनि हिसाब गर्दाखेरि कोरिया नै ठिक रहेछ नि त ल भन्ने भइसकेपछि चाहिँ कोरियन पढ्छु भन्ने भयो। पहिलोचोटि दिँदाखेरि 2 महिनामा दिएँ, खासै अनुभव मात्रै बटुलियो। सेकेन्डचोटि चाहिँ पुसदेखि पढेर जेठमा इक्जाम दिएँ, त्योमा चाहिँ राम्रो गरेँ। हाम्रो पाला चाहिँ अहिले जस्तो अनलाइनबाट फर्म भर्ने, अहिले त कम्प्युटरबाट इक्जाम दिने थिएन। हामी त्यही बेला त दाङकोदेखि यताको तपाईँको पश्चिमको भरि सबैको बुटोल नै थियो क्या फर्म भर्ने, एउटै थियो केन्द्र। दाङ, घोराइदेखि, रुकुमदेखि, रोल्पादेखि लिएर यता सबै एकै ठाउँ हो। मान्छे अब हामी चाहिँ अब बिहान 2 बजे दाङबाट हिँड्यौँ, बुटोल चाहिँ बिहान 4 बजे पुगेका थियौँ। 2 बजे भन्दा 1 बजे हिँड्यौँ दाङबाट, 4 बजे बुटोल पुग्दाखेरि लाइन त तपाईँको त्यो कहाँ हो, त्यो फर्म भर्ने भित्र छिर्ने गेट त कहाँ हो, लाइन त कति हो, मान्छे त्यहाँ आएर ओछ्यान लाएर सुतिरह, त्यस्तो अवस्था थियो। अनि बिहान 4 बजेदेखि लाइन लगाएको, दिउँसो 3:30 बजे हाम्रो पालो आयो फर्म भर्ने। हामीलाई 3:30 बजे चाहिँ फर्म समाएको। अनि त्यसपछि फर्म सम भरेर अनि त्यसरी दुःख गरेको थियो कोरियन आउनलाई। अनि आएपछि पढेपछि जेठमा इक्जाम दियो अनि पास भयो। भनेपछि तपाईँको सङ्घर्ष अब त्यत्रो भएर अब कोरियातिर सुरु भयो होइन। अनि त्यसपछि चाहिँ यता आउने सुरु भयो। अनि त्यसपछि अब हामी त नेपालमा होइन, साथीभाइ हाम्रो त साथी सर्कल जहाँ पनि हुन्छ सबै होइन, त्यो हाम्रो आफ्नै साथी सर्कलहरू हुन्छ। त्यसपछि आफ्नो आफन्त परिवार सबै भइहाल्यो। अनि तपाईँ कोरिया अब होइन, म कोरिया अब जाँदैछु होइन, अर्काको देश कस्तो होला के होला होइन, सपनाहरू अनेक हुन्छन् नि। त्यसरी तपाईँ अनि आउने बेलामा अनि तपाईँलाई अब एयरपोर्टमा छोड्न आउने बेलाको त्यो मोमेन्ट तपाईँले कसरी क्याप्चर गर्नुहुन्छ? यो चाहिँ अब खासमा चाहिँ मलाई चाहिँ अब त्यति धेरै गाह्रो चाहिँ किन भएन भन्नुहुन्छ भने, म चाहिँ पहिला घर छोडेको मलाई चाहिँ एकदम राम्रो चाहिँ अनुभव भयो। म किनभने पहिला डोल्पा पनि गएँ, त्यो यार्सा गुम्बा टिप्न जाँदाखेरि 1 महिना म उतै पनि बसेँ। अनि त्यसपछि तपाईँको 4 महिना जति म इन्डिया बसेँ। अलिकति मलाई किनभने त्यो बानी पर्ने चाहिँ मलाई भइसकेको थियो कि, बानी पर्न सक्ने मसँग भइसकेको थियो। घर छोडेको अब पढ्दाखेरि पनि अब दाङ घोराइ हुँदाखेरि चाहिँ 1 वर्षमा घर जाने, अनि अब घर खर्च पठाइदिए पनि अब 1 वर्षमा घर जाने, अनि इन्डिया गएर यताउता गर्दाखेरि म अलिकति बानी चाहिँ परिसकेको थिएँ।
तर त्यो हुँदै गर्दा पनि अब कोरिया छोडेर त फेरि प्लेन चढेर जाने हो त देश प्लेन अब पहिलोचोटि प्लेन चढ्न लाग्यो देशै छोड्छु भन्दाखेरि त्यो सम्झिँदाखेरि नै कस्तो कस्तो भइहाल्ने भित्र ओ म त साँच्चै कोरिया जान लागेको छु क्यारे भन्ने टाइपको हुने। अनि घरबाट अब बिदाई गर्दाखेरि चाहिँ घरबाट आम्बो आउनु भएन, मलाई घरबाटै बिदा गर्नुभयो। दाई काठमाडौँ हुनुहुन्थ्यो, अनि दाई आउनुभयो एयरपोर्टमा, अनि चन्द्रबाबु सारी हुनुहुन्थ्यो, बाजे त्यहाँ पनि आउनुभयो। एकदमै नरमाइलो चाहिँ लाग्ने, अनि यता जिम्मेवारी सम्झिने हो भने म गर्नुपर्छ भन्ने हितमक चाहिँ त्यसरी आउने क्या भित्र चाहिँ। त्यस्तो गाह्रो चाहिँ एकदमै गाह्रो भइरहेको थियो, मुटु नै चुडिएला जस्तो, सबै सर्वस्व यहीँ छ, म किन जाँदैछु कोरिया भन्ने टाइपको पनि, यस्तो टाइपको पनि हुने रहेछ। अनि हामी एयरपोर्टबाट छिर्ने बेला हामी प्लेन अब हामी बोर्डिङ जाने बेलामा हुन्छ नि, त्यो बाई लास्टमा चाहिँ बाई म गएँ ल भन्ने बेला हुन्छ नि, दाइ थियो दाइ र अरू दुई हेरेर हुन्छ नि त उता परबाट हेरिरहन्छ, हामी भित्र नछेरेसम्म हेरिरहन मन लाग्छ। त्यो मोमेन्ट के मैले भने चाहिँ यहाँ अहिले हाम्रो सबै होइन भिडियो हेरिरहनु भएको साथीहरू सबैजनाले होइन सबैलाई त्यो पर्ने नै होला, सबैलाई थाहा छ। अनि यदि अब आउँदै हुनुहुन्छ भने चाहिँ नयाँहरूले चाहिँ सकेसम्म आफ्नो धेरै सबैभन्दा धेरै माया गर्ने आफ्नो आमा बाबा होइन, त्यसपछि श्रीमान श्रीमती बाल बच्चाहरू सकेसम्म एयरपोर्टसम्म चाहिँ नल्याउने के एकदम एकदम पहिलोचोटि चाहिँ दाइहरू हुनुहुन्थ्यो। अब त्यस्तै अल्लारे हुँदा हुँदै अब फ्याट आइहाल्यो, गाह्रो त भइरहेको थियो। अनि म चाहिँ एकैचोटि अब कोरिया आइसकेपछि कोरोनाले गर्दाखेरि बिचमा जाने भएन, 5 वर्ष सकेर गइसकेपछि बिहे गरेर पछि फर्केर आउँदाखेरि फेरि बालबच्चा भइसकेपछि जाँदाखेरि चाहिँ आउँदाखेरि चाहिँ ओ म त हुँदैन, भगवान् यसरी नपठाऊ मलाई, यस्तो चिज छोडेर नपठाऊ मलाई भन्ने टाइपको हुने, सर्वस्व यहीँ छ, म डमी मात्रै किन जाने हो नि कोरिया भन्ने टाइपको त्यस्तो चाहिँ फिलिङ हुन्छ। त्यही भएर जति सक्नुहुन्छ कोरिया अब त्यो पचाउन सक्ने भए बोलाउनुहोस्, अब सकिन्न गाह्रै हुन्छ भने कोठीबाट बिदा गरेर आउनुहोस्। सकिन्न गाह्रो हुन्छ, सक्दैन। कठोर मन भएको मान्छेले पनि होइन एयरपोर्टमा चाहिँ आफ्नो बाल बच्चा त्यहीँ छोडेर अथवा आफ्नो बाबा आमालाई त्यहीँ बाई बाई म गएँ ल भन्ने बेलासम्म हेर्न एकदम एक त उनीहरू रोएर आउँछ, म धोरी कहाँ म रुने त स्योरै भइहाल्छ। अब बच्चाहरू त्यस्तो राम्रो छ, बच्चाहरू खेलिरहेछ है, खेलाउने भइरहेछ, बुढी उता रोइरहेछ, बच्चाहरूलाई हेऱ्यो कस्तो नरमाइलो, अर्कोलाई हेऱ्यो त्यस्तो, एकदमै मुटु सर्वस्व यहीँ छ, म किन जान्ला छु, म डमी मात्रै हो भन्ने त्यसले चाहिँ एकदम मेन्टल चाहिँ हान्दो रहेछ। त्यही भएर सकेसम्म चाहिँ तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ कोठैबाट बिदा हुनुहोस्, त्यहाँबाट ट्याक्सी चढ्नुहोस्, ट्याक्सीबाट आइसकेपछि यताउता गर्दा अलिक कम हुन्छ। अब एयरपोर्टबाटै बोर्डिङ पास हुँदा बित्तिकै तपाईँको चाहिँ अब छुट्दाखेरि चाहिँ अलिकति गाह्रो चाहिँ हुँदो रहेछ। त्यस्तो बेलामा फेरि कस्तो हुन्छ, हामीलाई मात्रै नै होइन कि अब घरमा जस्तै मेरै कुरा गर्दाखेरि चाहिँ मेरो चाहिँ बाबा आउनुभएको थियो होइन, बाबा अनि मेरो माइली बहिनी आउनुभएको थियो। अनि त्यसपछि आउने बेलामा चाहिँ के भयो भन्दाखेरि अब हामी त बोर्डिङ जाने बेलामा के अरे ऊ गर्ने बेलामा बाई बाई गर्ने बेलामा होइन, बिचरा बाबाले पनि त होला नि त, उसको उहाँको नि मन हो नि त, मेरो छोरो हो मैसितै बसोस् भन्ने मैले गर्दाखेरि होइन विदेश गइरहेछ भन्ने उहाँलाई कति हुँदो होला। अनि त्यस्तो कन्डिसनमा होइन, अनि म पनि अनि यस्तो फर्किनु नसक्ने के रोएँ कि म त रोगो हुने कि म पनि पछि आउँदाखेरि त चस्मा लाएर मस्त रोएर बसेको, कालो चस्मा लाएर अनि त्यस्तो चाहिँ गाह्रो चाहिँ हुन्छ। किनभने त्यो फेरि हामीले आफ्नो त्यो एकछिनको हुन्छ, त्यसपछि आफ्नो फेरि फोकस आफ्नो होइन क्यारियर हुन्छ, आफ्नो सपना ड्रिम्सहरू त होइन फेरि छँदैछ नि, त्यसलाई फोकस गरेर त्यो चिजहरूलाई पचाउँदै अगाडि बढ्नु नै लाइफ नै रहेछ नि, वास्तविक त्यही रहेछ नि। अब त्यसलाई नगरिकन अब नेपालमै बस्यो भए त अब हामी अहिले यो अवस्थामा हुन्थेनौँ। अब नेपालमै भयो नि, जागिरै खायो नि, अब त्यही 20-25 हजारको जागिरी हो, त्यसले अब अहिले अब महँगी कति बढिरहेछ, अलिक धान्न गाह्रो हुन्छ नि त। अब गर्नेले त म्यानेज गरिरहनु भएको छ, त्यही पनि अब विदेश आउन बाध्यता हुनेहरूलाई चाहिँ अलिकति गाह्रै हुन्छ एयरपोर्टबाट छुट्टिन। त्यही त। त्यसपछि अब तपाईँ अब कोरिया त अब तपाईँ छिरिसक्नु भयो होइन, यहाँदेखि त तपाईँको सङ्घर्षको दिनहरू सुरु हुन्छ। अब त्योभन्दा पहिला स्टार्टिङ यहाँ आउने बित्तिकै हामीले अलिकति मेन्टली रूपमा टक्क आउने बित्तिकै कोरियन एयरबाट झर्ने अथवा अर्को कुनै पनि एयरलाइन्सबाट झर्ने बित्तिकै पुरा इन्चनको पुरा होइन त्यो समुद्रमा प्लेन जाँदैछ, समुद्र यो इन्चन एयरपोर्ट समुद्रको बिचमा रहेछ भन्ने हुन्छ।
होइन जब प्लेन ल्यान्डिङ गरिसकेपछि हामी त्यहाँ रिसिभ गर्ने मान्छे आएर बसमा हाल्छ नि होइन अँ। फर्स्टमा देख्ने त्यही त्यही कोरियन हो त्यो त एकदम उताबाट अब सबै नेपाली अब एउटै फ्लाइटमा अब त्यो एउटा प्लेनभरि सबै रातो टोपी लाएर सबै आउने हो कोरियन हुँदैन त्यहाँ देखिँदैन अब त्यही भयो एयर होस्टेज हो अनि त्यसपछि त्यहाँ चाहिँ आइसकेपछि चाहिँ नेपाली कमान दाइलाई एउटा उतैबाट तोकेर पठाएको थियो यता यता जाने भनेर अनि आएपछि एकैचोटि गाडीमा लियो त्यो एयरपोर्ट झर्न बित्तिकै ओहो भन्ने त्यो कति अग्लो कति ठुलो भयो भने कसरी बनाएको होला भन्ने टाइपको हुने नेपालमा अब यसो गऱ्यो भने माथि छुने टाइपको छ अब यहाँ त आम्मामा त्यो टोइलेट जाने हो भने नि कति बाख्न आएको हो है अनि कति मजा हो के हो यो भन्ने टाइपको हुने अनि त्यहाँ पछि आइसकेपछि गाडीमा चढ्न थाल्यो गाडीमा चढ्या ड्राइभर यसो उभिएर यसो निहुरेर दिइरहेछ के गर्यो यो हामीलाई किन गरिरहेको यसले भन्ने त्यो त संस्कार रहेछ नि त यहाँको त्यो देख्न पायो अनि गाडी चलाउँदै गर्दा पनि त्यो सिसा ऐनाबाट हेरिरहेँ कोरियन होइन कोरियनलाई समुद्र अनि आउन बित्तिकै गाडी चल्यो चल्न बित्तिकै त समुद्र माथि माथि कुदिरह यो गाडी हो कि प्लेन कुदिरह भन्ने टाइपको हुने थियो चाहिँ सुरुमा केही छैन घन्टाघुन्डुङ केही छैन सर्र बगिरह प्लेन हो कि गाडी हो समुद्र छ वरिपरि अब त्यस्तो चालले अब ट्रेनिङ सेन्टरसम्म गइयो 2 घन्टामा मेरा साथीहरू वरिपरि बसेका त निदाइरहेको थिए म त त्यो भित्रैदेखि इन्जोय गरिरहेको थिएँ ओहो भन्ने बाहिर हेर्ने त्यस्तो टाइपको चाहिँ हुँदै ट्रेनिङ सेन्टरसम्म आइयो अनि ट्रेनिङ सेन्टरमा आइसकेपछि हाम्रो सुरुको ऊ हुन्छ नि सानो एउटा त्यो के अरे कपमा खाने के अरे पानी खाने बेलामा कप हुन्छ नि छुङ्गी कप हुन्छ नि त्यो के अरे उसको त्यो कप पनि यस्तो उ गरेर त्यहाँ पानी थापेर कपले प्लास्टिक के अरे त्यो के भन्छ यार पेपर कप भन्छ कि के भन्छ पेपर कप भन्दा नि हाम्रो अर्को पेपर छुट्टै भएको कि त्यो त यस्तो छ्यापछ्याप्ती हुने यस्तो गर्ने अनि त्यो खाने खालको कप हुन्छ नि त्यसको याद आउँछ सुरुमा हो त नि अनि मलाई चाहिँ एउटा अर्को चाहिँ ट्रेनिङ सेन्टरमा चाहिँ अचम्म लागेको चाहिँ नेपालमा खास पहिला यो पानीको सिस्टम त्यो एउटै धाराबाट दुईटा आउने थिएन नि त अहिले चाहिँ तातो चिसो मिक्स गरेर कतै कतै होला यहाँ चाहिँ त्यो एउटै धारा यता गऱ्यो भने तातो आउने यता गऱ्यो भने चिसो आउने त्यो चाहिँ मलाई अचम्म लागिरहेको थियो कहाँबाट आउँछ यो पानी भन्ने टाइपको चाहिँ त्यो चाहिँ ट्रेनिङ सेन्टरमा मलाई अचम्म लागेको चाहिँ त्यो थियो अनि पछि चाहिँ बुझ्दै गयो अब नेपालमा त्यो थिएन नि त हामी थाहै थिएन चलाएको नि हुन्न अनि त्यस्तो चाहिँ भयो अनि ट्रेनिङ सेन्टरको खाना चाहिँ अचम्मै क्या फर्स्टको खाना चाहिँ कस्तो याद हुन्छ यति ल्याएर दिइरहेको थियो एउटा बल त्यो खानु कि हेर्नु अब होइन नेपालमा यति खाने बानी परेको त्यो त अब के गर्नु क्या 7वटा खाइदिरहेको मेरो पालामा एकजना साथीले 7वटा बल खाएर के अनि हाम्रो चाहिँ मलाई चाहिँ मनै नपरेको चाहिँ त्यो सी फुड पहिला त्यहाँ आउन बित्तिकै त्यहाँको सी फुड दिँदो रहेछ त्यो माछा चाहिँ कस्तो गनाएको अहिले चाहिँ मिठो लाग्छ बाहना आउँछ अहिले चाहिँ पहिला चाहिँ यसरी त बाँचिन्न होला यस्तो खाना खाएर त भन्ने हुन्थ्यो अनि त्यहाँ चाहिँ 2 रात 3 दिन बसेपछि चाहिँ बिहानै सावा आएर हाम्रो चाहिँ कम्पनी अहिले काम गरेको कम्पनी चाहिँ होइन उता वेजम्बु उता याङजु थियो याङजुमा चाहिँ त्यो टेक्सटाइल कम्पनी थियो त्यसपछि अब कम्पनी यहाँ अब कम्पनी पनि आइपुग्नु भयो होइन अब यहाँदेखि त सङ्घर्षको कथाहरू सुरु हुन्छ अनि तपाईँको अनि यहाँ नेपालबाट सोचेर आउने बेलामा आफूले एउटा माइन्डमा हुन्छ नि मेरो कम्पनी यस्तो होस् यस्तो होला होइन त्यहाँ गइसकेपछि काम यस्तो होला अनि साथीभाइहरू यस्तो होला मस्त काम गर्ने होला भनेर हामीले उताबाट सोचेर आएको सपना हुन्छ नि एक हिसाब ड्रिम हुन्छ नि कम्पनीमा काम यस्तो होला तपाईँले सोच्नु भएको काम अनि यहाँ आइसकेपछि यथार्थमा तपाईँले के पाउनु एकदम त्यो त एकदम फरक म चाहिँ पहिला कोरिया आएको त्यही एकजना अङ्कल हुनुहुन्थ्यो उहाँलाई चाहिँ नेपालबाट भिडियो कल गर्दाखेरि उहाँले चाहिँ यस्तो मोबाइल राखेर उहाँको चाहिँ त्यो सिएनसी कम्पनी रहेछ त्यो नट बोल्टोहरू बनाउने उहाँ चाहिँ मोबाइल यसो राखेर देखाउनुहुन्थ्यो काम यही हो अब कोरियाको पहिलो काम देखेकै त्यही हो फेरि कस्तो हुन्छ भने उनीहरूले सजिलो मात्रै एकछिन लाइफमा त्यो देखाउने सोच्ने पनि त्यही होला काम गर्ने मैले पनि नेपालबाट आउँदा त्यो मेसिनको अगाडि स्विचहरू थिच्ने अथवा हातले केही यताउता गर्ने होला भन्ने सोचेको थिएँ तर मेरो कम्पनी चाहिँ टेक्सटाइल पर्यो अनि यो जिन्स प्यान्टहरू बनाउने भयो यसको चाहिँ जिन्सको प्यान्टहरू सिलाएर बाहिरबाट आउँथ्यो काँचो कपडा सिलाएर मात्रै आउने हो त्यसमा फिनिसिङ सबै हामीले नै गर्नुपर्ने रहेछ अनि त्यो चाहिँ 2000-3000 पिस एउटै मेसिनमा हालेर विभिन्न किसिमका कलर हालेर होइन केमिकल हालेर त्यो चाहिँ धुनु पर्थ्यो क्या त्यो धुँदाखेरि अनि सबै मेसिनमा हालेर घुमायो मेसिनबाट निकाल्दाखेरि चाहिँ सबै हातले नै निकाल्नु पर्थ्यो
त्यो यत्रोसम्म गमबुट लाउने, यहाँसम्म पन्जा लाएर अनि पुरै हातले निकाल्दाखेरि साँझ त तपाईँको योहरू पुरै सुनेर पुरै यो भएर नङहरू पुरै छुन नमिल्ने कि त्यो एकदम तानेको ताने त्यो चिसोले होइन झिक्दा एकदमै गाह्रो भइरहेको थियो त्यहाँ चाहिँ होइन। अनि त्यहाँ चाहिँ अब दुःख धेरै गरियो त्यो कम्पनीमा। अनि साथीभाइहरू हुन्छ नि होइन, अब हामी आउने बेलामा नेपालीहरू पुराणहरू अब थियो कि थिएन तपाईँकोमा? थियो हाम्रोमा चाहिँ। पहिला हामी आउनुभन्दा पहिला 7 जना दाइहरू हुनुहुँदो रहेछ। अनि उहाँहरूसँगै काम गर्दाखेरि त सँगै हुनु भएन, डिपार्टहरू फरक भएर। अनि त्यो चाहिँ अब अलिकति मान्छेलाई अब साउले देख्दाखेरि नै मान्छे चुज गर्ने, काम अनुसारको मान्छे राख्नुपर्ने। अनि यहाँ चाहिँ अब अलि हार्ड काम चाहिँ मलाई राखियो, किन हामी 3 जना आएको थियौँ। 3 जना आउँदाखेरि अरू 2टा चाहिँ अलिक ज्यालले चाहिँ अलिक सानो देखिने। अब मलाई चाहिँ अब झ्याप्पो अग्लो देखियो, यसले चाहिँ यहाँ त काम गर्छ गाह्रो काम भनेर चाहिँ मलाई चाहिँ त्यो पानीको क्षेत्रतिर त्यो धुनेतिर लायो, अरूलाई चाहिँ यता अरू छुट्टै कामहरू लायो। साथीहरूलाई मैले यहाँ एउटा कुरा चाहिँ भन्नु पऱ्यो होइन, एउटा यथार्थ चाहिँ कोरियामा के हुन्छ भने तपाईँले सानो ज्यान भयो मैले सक्दिनँ भन्ने तालले तपाईँले सोच्नु पर्दैन। तपाईँलाई यहाँ कोरियामा चाहिँ तपाईँले गर्न सक्ने काम मात्रै अराउँछन्। हो त्यो एकदम ज्यान ठुलो भएकोलाई अलिकति हेभी काम लगाउनु छ, अनि अलिक सानो अलिकति ज्यान नसक्नेहरूलाई त्यस्तै काम लगाउँछन् कि त्यो चाहिँ हो एकदम त्यही हो सुरुमा गर्ने सबैले। हाम्रो पनि त्यही भयो। अरू मभन्दा उमेरले जेठो भए पनि तर सानै देखिने हुनुहुन्थ्यो। अनि म चाहिँ अलिकति अग्लो झ्याप्प काम गर्ने टाइपको भएर मलाई चाहिँ अलिकति त्यो उनीहरूको भन्दा अलिकति गाह्रै काममा गरिरहेको थिएँ मैले चाहिँ। अनि त्यहाँ चाहिँ मैले 10 महिना काम गरेँ। त्यसपछि चाहिँ त्यहाँ कहीँ मैले कम्पनी छोडेपछि चाहिँ गार्न अलिकति गाह्रो भएर। तपाईँले त्यहाँ चाहिँ उ गरेर काम धेरै नै गाह्रो। अनि कस्तो थियो अनि काम गर्ने वातावरण, साउको किचकिच यताउता कस्तो थियो? अनि त्यो चाहिँ एकदमै गाह्रो थियो, किनभने अब मेन साउबाटै निर्देशित हुने हो भने हामीलाई अलिकति गाह्रो हुन्थेन होला। साउले चाहिँ त्यहाँ कम्पनी हेर्ने जिम्मा चाहिँ आफ्नो भाइलाई दिएको थियो। उसको भाइ चाहिँ अलिकति अबुझ टाइपको जस्तो लाग्छ मलाई अहिले पनि, किनभने विदेशीलाई हेर्ने नजरै फरक राख्ने, जस्तो साउले राख्दथ्यो त्यस्तो त्यसले नराख्ने। अनि अलिकति अब सुरुमा आउँदाखेरि त अब हामी भाषाको प्रब्लम धेरै हुन्छ नि त। नेपालमा पढेको र यहाँ आएर त्यसलाई चाहिँ व्यवहारमा लागु गर्न एकदमै गाह्रो हुन्छ। जसलाई पनि हो त्यो, जसले पनि भोग्छ। अब त्यहीमा पनि अब उसले अराइदिन्छ। अब भाषा अब हामी नेपाली भाषा पनि अब ठेस भाषा त बोल्दैन नि त, हामी पनि सर्टकट भाषा बोल्छ नि त। कोरियनमा पनि त्यही युज गरिदिन्छ। हामी चाहिँ अब लामो पढ्या हुन्छ, यहाँ छोटो भनिदिन्छ। अब के भन्यो 2-3 चोटि सोध्यो बुझिँदैन, अब यसले यही भन्यो होला त भनेर काम गर्यो। काम अर्को भन्या हुन्छ, उसले कामै त्यो हुँदैन। अनि त्यसपछि चाहिँ ऊ रिसाएर गालीसाली गर्ने। अब यस्तै हुन्छ दुःख। त्यो कस्तो हुँदो रहेछ भने कन्डिसन फेरि एक हिसाबले करायो भन्दा पनि उसको पनि आफ्नो ड्युटी पनि हो होइन। अनि फेरि सुरुमा आउने बेलामा जस्तै अब हामी त नेपालबाट आउने बेलामा भाषा पास गरेर आएको यिनीहरू त भाषा त एकदम राम्रो हुन्छ भन्ने सोच हुन्छ साउ कम्पनीको। अब हामीले उसलाई पनि रिसाउनु पनि एउटा फेरि कारण के भन्छ जायज कुरा नि हो। अब तपाईँले अब यो 2टा गिलास मध्येमा दाहिनेतिर गिलास उचाल भनेपछि देब्रेतिर गिलास उचाले गरेर रिस उठेछ नि हो। त्यो स्वाभाविक हो उनीहरूलाई पनि। अब जस्तै कामको फेरि साउले पनि तिनीहरूलाई प्रेसर दिइरहेको हुन्छ उनीहरूलाई होइन, माथिको काम खोजिरहेको हुन्छ। रिजल्ट त हामीले दिने हो नि त, हो कि होइन? रिजल्ट दिने मान्छेहरूले त्यस्तो गरेपछि त उसलाई त तनाव हुन्छ, दुईतिर चेपाउनु परेर त्यो स्ट्रेस सहन नसकेको त्यो चाहिँ हो एकदम। उनीहरूलाई पनि अब उनीहरूले चाहिँ कस्तो सोच्दो रहेछ भने पढेर आहा यिनीहरूले बुझ्छ भन्ने टाइपको चाहिँ हुँदो रहेछ। त्यो भएपछि यसले बुझेर पनि यसले नबुझे जस्तो गर्यो कि भन्ने कहिलेकाहीँ उनीहरूलाई पर्दो हो। अनि हामी अब वास्तवमै अब त्यो जानी गरेको त होइन। अब भाषा अर्काको देशको भाषा अब हामी त रटेर दिएको क्वेसनहरू रटेर पास भएर आएको हो नि त। यो समग्र रूपमा त पढे छैन नि त, बेसिकदेखि लिएर समग्र यो यहाँको जीवनशैलीसँग आबद्ध हुने शब्दहरू हामीले पढेकै छैन। अनि त्यो नभएको कारणले गर्दाखेरि गाह्रो हुने, त्यो बेला चाहिँ निकै गाह्रो हुने, टचरहरू आउने, यस्तो उस्तो गालीहरू दिने, नबुझे पनि गाली गरे त बुझिन्छ नि त, त्यस्तो टाइपको हुने। अनि काम चाहिँ अब जसो तसो यताउता गरेर गरियो। त्यही त। अनि अब यहाँ आइसकेपछि त फेरि हामी नेपालमा त्यसरी खेलेर परिवारसँगै बसेको होइन, यहाँ आउने बित्तिकै
अब काम पनि त्यस्तो प्रेसर छ होइन। अनि त्यसपछि अनि कराउने यताउता गर्ने, अनि त्यो बेलामा चाहिँ अनि यहाँ कस्तो लाग्दो रहेछ नेपालको यादहरू, आफ्नो बाबुआमासँगै साथीभाइहरूको त्यो यादहरू, अनि एकदम एकदम त्यो चाहिँ अब सुरुमा चाहिँ अब नेपालमा अब टिक्नै सकिन्न कि भन्ने जस्तो लाग्छ नि टिक्न होइन हुन्छ त्यस्तो नि बेलामा। एकदम। अब नेपालमा चाहिँ गाली अब कसले गर्छ र होइन, अब बाबुआमाले छोराछोरीको लागि गाली गर्ने कुरै भएन। अनि यहाँ आइसकेपछि त्यस्तो काम गर्दा गर्दै पनि कहिलेकाहीँ बिग्रेर गाली खानु पर्यो भने चाहिँ अब सकिन्न कोरिया चाहिँ यसरी चाहिँ भन्न चाहिँ हुने लाग्ने के मनमा एकदमै। गर्दा गर्दै मैले जानी गरेको होइन, तर किन यसले यसरी गरिराख भन्ने टाइपको हुने, गाह्रो हुने, एक्लो महसुस हुने होइन। सकिन्न फर्किन्छु होला भन्ने टाइपको चाहिँ दिमागमा चाहिँ कुराहरू खेल्छ। त्यसलाई चाहिँ हामीले समाधान गर्नुपर्छ नि। अब त्यसपछि काम गर्दा गर्दै होइन, अब काम गरिसकेपछि होइन कराउने यताउताहरू हुने। अब सुरुमा यहाँ आउने बेलामा एक त भाषाको समस्या होइन, एक त कामसँग चिन्जान गर्नु नै अलिकति बुझ्न पनि गाह्रो हुने होइन। त्यो फेरि एकजनालाई मात्रै हुने होइन के, त्यो सबैलाई हो। तपाईँलाई मात्रै हुने होइन, मलाई मात्रै। जो चाहिँ कोरियामा अहिले लगभग 4 देखि 5 वर्ष, त्यो सेटल हुनलाई 2 देखि 3 वर्ष लाग्छ एकदम एकदम लाग्छ। त्यो त सबैलाई गाह्रो, त्यो फेस सबैले पार गर्नुपर्ने रहेछ। कोरिया आइसकेपछि अब भाषाको समस्या त्यति हुने, काम गाह्रो त्यति हुने, अब मान्छेको सोच गाह्रो हुने, कोरियन कस्तो टाइपको मान्छे हो भन्न बुझ्नै गाह्रो हुने। अब उनीहरूलाई चाहिँ काम जे जस्तो भयो नि छिटो चाहिन्छ नै कोरियनलाई। अब हामीले त अब बिस्तारै गरे नि हुन्छ होला नि त यो काम भन्ने उनीहरूको शब्द नै पाल्ली भन्ने छ। अब त्यो भएपछि उनीहरूलाई छिटो चाहिने काम। अब हामीले चाहिँ अब नेपालमा कामै नगरेको मान्छे यहाँ आएर एक्कासी त्यति छिटो काम गर्नुपर्दा गाह्रो पनि हुने। अनि उसले चाहिँ अब काम उसले भनेअनुसार काम भएन भने अलिअलि रिसाउने स्वाभाविकै हो भन्ने हामीलाई त्यतिखेर लाग्दैन। किन हामीले काम गरिरहेछ त, तर किन कराइरहेछ भन्ने टाइपको सोचहरू आउने। त्यस्तो चाहिँ सबैलाई हुन्छ होला, मलाई पनि भएको हो। अनि अब त्योबाट चाहिँ हामीले आफूले आफैलाई चाहिँ मेन्टल प्रिपेयर गरेर जानुपर्छ, त्यसलाई चाहिँ ट्याकल गर्दै जानुपर्छ। जस्तै त्यतिखेर कस्तो हुन्छ भने कन्डिसन फेरि हामी त्यतिखेर कलेज पढेर हुन्छौँ होइन, +2 पढ्ने अथवा ब्याचलर पढ्ने, त्यही उसमै आसपासको हामी सबै हुन्छौँ त्यतिखेर कोरिया आउने बेला। अनि त्यसपछि एक हिसाबले यहाँ त्यस्तो मरिमरि आफूले गाह्रो भएर हुन्छ होइन, सबैतिर स्ट्रेस हुन्छ होइन, होमसिक हुन्छ साथीभाइको होइन। त्यसपछि अब बाबुआमाको याद त्यति नै आउँछ, यहाँ काम हेऱ्यो त्यस्तो गाह्रो भयो होइन। अनि फेरि यसो सम्झिने बेलामा आफूसँगैको साथीहरू चाहिँ फेरि पुरा बाइकमा होइन, पुरा गर्लफ्रेन्ड घुमाउँदै बाइकले घुमाउँदै पुरा डेटिङमा हिँडिरहेको छ होइन। त्यही बेला त आफूले कस्तो भाग्य लिएर आइएछ हो भन्ने चाहिँ हुन्छ त्यतिखेर त्यो बेला चाहिँ कस्तो साँच्चै हो नि। त्यो बेला त साँच्चै अब नेपालमा भइदियो त डुलिन्थ्यो होला, आफ्नो उमेर हो होइन, उमेर हो। अब ठ्याक्कै अब हामी त 20-21को उमेरमा कोरिया आएको, ठ्याक्कै त्यतिखेर चाहिँ अब डुल्ने घुम्ने उमेर, रमाउने उमेर, अल्लारे उमेर त्यस्तो टाइपको हुन्छ। अब नेपालमा हुँदाखेरि साथीभाइले यस्तो गरे, अब त्यसलाई त पुगेको थियो मलाई किन आयो होला भन्ने। अनि त्यतिखेर साउले गाली गऱ्यो भने त्यसलाई त ठिक छ मलाई के पुगेन र म यहाँ आएछु भन्ने एकदमै एकदमै गाह्रो हुने त्यो फेसमा चाहिँ। त्यो बेला चाहिँ साथीभाइलाई देखेर यस्तो कस्तो हुँदो रहेछ भने मान्छेले सोच्ने तरिका चाहिँ जता जता सोच्यो त्यही हुँदो रहेछ। जस्तै काम गर्दै जाँदाखेरि मैले गरिरहेको काम मलाई गाह्रो लाग्यो भने मैले अर्कोलाई हेर्नु पर्यो। त्यही काम स्वयं व्यक्तिले अर्कोले नि गरिरहेछ, ऊ मजाले हाँसी खुसी गरिरहेछ भने म त सक्छु नि यो काम गर्न। ऊ त हाँसिरहेछ भने म पनि किन नसक्ने हो, अलिकति स्ट्रङ होला, अलिकति 1-2 दिन ज्यान दुख्ला तर गर्न सक्छु भन्ने हिम्मत चाहिँ भित्रदेखि आयो भने त्यो काम गर्न चाहिँ सजिलो हुँदो रहेछ। कामलाई चाहिँ मस्त तरिकाले गऱ्यो भने सकिँदो रहेछ। त्यतिखेर फेरि कस्तो हुन्छ भने अब कोरिया आउनु भनेपछि त त्यत्रो पैसा कमाउने ठाउँ पुगेको छ होइन। अब नेपालबाट हेर्ने त्यही त हुने होइन, सुरुमा सबैजना अब समाजलेदेखि लिएर साथीभाइ सबै ऊ त यहाँ त्यत्रो 2-3 लाख कमाउने ठाउँ पुग्यो भनेर त्यस्तो गरेको। अनि आउने बेलामा पनि पुरा पार्टी हानेर बिदाई गरेर आएको मान्छे यहाँ आइसकेपछि आफू एक्लैले सब चिज एकैताले थोपर्दाखेरि होइन। त्यसपछि अब के विकल्पै छैन होइन। कुनै बेला त्यस्तो लाग्छ नि, धेरैले लाग्छ नि होइन, यहाँ सक्दैन म, यहाँ टिक्नै सक्दैन म, त फर्किन्छु भन्नु पनि हुन्छ नि होइन कुनै बेला। एकदम त्यो सिचुएसन चाहिँ एकदमै लौ प्रयासलाई आउँछ, सबैलाई आउँछ एकदम आउँछ।
अहिले सबैजना भिडियो हेर्दै हुनुहुन्छ हाम्रो होइन, रमाइलो गफगाफ पनि हुँदैछ। अब यो फेज चाहिँ जबसम्म पार गर्दैन नि त्यो चाहिँ कोरियामा टिक्न सक्दैन एकदम। यो नराम्रो खबरहरू सुन्नुहुन्छ नि, यही फेस पास गर्न नसकेकाहरू हो। जब निकै दुःखद घटनाहरू घट्छन्, कसैले सुसाइड अथवा केही यावत कुराहरू गर्छन् नि, यो चाहिँ यही फेस हो। त्यो सुरुको 2 वर्ष जतिको फेस हो त्यो भनेको चाहिँ। त्यसपछि चाहिँ मान्छे आफैले आफैलाई क्यापेबल गर्दै यहाँको वातावरण बुझ्छ, रहन सहन बुझ्छ, अनि त्यसपछि हुँदै जाँदाखेरि चाहिँ सेटल हुन्छ। सुरुको 2 वर्ष चाहिँ अलिकति गाह्रो हुन्छ। घर परिवारको याद उति आउँछ, साउको टचहरू उति हुन्छ, यहाँको रहन सहन बुझिएको हुँदैन, भाषा बुझिएको हुँदैन, अनि हामीलाई चाहिँ सबै जिम्मेवारी एकैचोटि घर छोडेको पीडा पनि छ, अनि एक्लै भएको पीडा पनि छ, अनि साउको गाली पनि खानु छ। यो सबै सम्मिश्रण हुँदाखेरि चाहिँ त्योबाट पार गर्न चाहिँ अलिकति मान्छेलाई चाहिँ प्रयासो मान्छेलाई चाहिँ गाह्रो हुन्छ। तर त्यो पार गर्न चाहिँ तपाईहरुले आफूलाई धैर्यता राख्नुहोस्। अनि त्यही बेला फेरि के हुन्छ भने अब छोडेर जाउँ पनि भएन भने त्यत्रो सपना देखेर साथीभाइले त्यत्रो लाखौं लाख कमाउने ठाउँ पुगेर पनि त आइस भन्ला बाबा आमाको त्यत्रो सपना थियो, अनि भोलि घर फर्किँदा के गर्ला यस्तो हुन्छ नि के भन्ला। यो अब फर्किएर गयो भने त्यो बिचमा पर्छ क्या, सबैजना पर्नुहुन्छ क्या। त्यो हामी सबैजना परेर यहाँसम्म आएर अहिले बोलिरहेछौँ हामी पनि होइन, सबैजना पर्छ। जस्तै यहाँबाट फर्कियो भने त ए फलानाको छोरो काम गर्न सकेन छ फर्केर आयो भन्ने त्यस्तो समाजले त्यस्तो टाइपको क्वेसनहरू गरेर चाहिँ गाह्रो बनाउँछ नि त फेरि। अनि त्यो भएको कारणले गर्दाखेरि अनि यहाँ आइसकेपछि हामीले अलिकति 2-3 वर्ष चाहिँ सेटल हुन सक्यौँ भने हाम्रो फ्यामिली ब्याकग्राउन्ड पनि राम्रो भयो, आर्थिक चाहिँ स्थिति पनि राम्रो भयो। हामी मात्रै होइन, हाम्रो पछि सम्पूर्ण परिवार जोडिएको छ, अनि उनीहरूको भविष्य छ, बालबच्चा छ भने उनीहरूको भविष्य, बाबाआमाको लागि चाहिँ सहारा, सबै कुराहरू हुने भएकोले गर्दाखेरि चाहिँ आफूले आफैलाई चाहिँ मेन्टल्ली रूपमा सबैभन्दा कुरा मेन्टल्ली रूपमा हार नमानिकन कर्म गर्दै गयो भने चाहिँ सक्सेस चाहिँ भइदो रहेछ। धैर्यता राख्नु पर्यो, कर्ममा विश्वास गर्नु पर्यो। किनभने कमाउने ठाउँमा आइपुगेको छ होइन। लाइफमा त मान्छेले भन्ने एउटा चलन पनि छ नि, उखान पनि छ नेपालमा होइन, मान्छेलाई चाहिँ कमाउने ठाउँ अवसर एकचोटि मात्रै आउँछ भन्छ नि होइन। कोरिया जस्तो ठाउँमा आइपुगेको छ होइन, कमाउने ठाउँमा आइपुगेको छ, त्यो सानोतिनो ट्याकलहरू धैर्यता राख्नुहोस् के होइन, धैर्यता राख्नुहोस्, हरेक चिज चाहिँ समाधान हुन्छ। तपाईँलाई पनि त्यस्तै भएर तपाईँ त्यो बेलामा त्यस्तो अब कन्डिसनमा होइन, सक्दै नसक्ने हो कि क्या हो यार, घर गयो भने फेरि के भन्ला भन्ने त्यो कन्डिसनमा पनि पुग्नु भएको रहेछ होइन तपाईँ पनि आफै। त्यो बेलामा तपाईँले आफैलाई चाहिँ कसरी मोटिभेट राख्नुभयो? त्यो बेला चाहिँ एकदम गाह्रो स्थिति भयो। अब साउले पनि के चिज गर्ने, भाषाको पनि नबुझिने, अनि अब सकिन्न होला भन्ने टाइपको जब मनमा लागिसकेपछि चाहिँ मैले चाहिँ युट्युब हेरेँ, जसरी चाहिँ आफूलाई कसरी चाहिँ रिकभर गर्न सकिन्छ, मोटिभेट लिन सकिन्छ भन्दै खोज्दै गर्दाखेरि मैले चाहिँ त्यो आध्यात्मिकतिर चाहिँ अलिकति त्यो रजनीश ओशोलाई फलो गर्न पुगेँ। मैले त्यहाँबाट चाहिँ अहिले चाहिँ उहाँ चाहिँ हुनुहुन्न हुन चाहिँ उहाँको स्पिचहरू चाहिँ युट्युबमा प्रशस्तै छ, युट्युबमा गएर खोज्नुभयो भने उहाँबाट सिकेको कुरा चाहिँ मैले के सिकेर पाठ लिएँ भने तपाईँ कर्म गर समयले फल दिन्छ, अनि अर्कोले के भन्छ त्यो नसोच, त के गर्दछस् त्यसलाई फोकस गर भनिसक्ने त्यस्तो शिक्षाहरू लिइसकेपछि त्योबाट चाहिँ अब साउले गाली गरे पनि यसको धर्म हो यो, छोड्दैन म मेरो काम गर्छु नि, यसले भन्छ मलाई मतलब छैन भन्ने टाइपको त्यो मनमा भित्र आइसकेपछि त्यसपछि कसैले चाहिँ जति जे परार गरे पनि त्यो भित्र चाहिँ नपुग्ने, एकदम एउटा कानले सुन्ने अर्को कानले उडाइदिने होइन। उसको त धर्म रहेछ नि त त्यो, उसले भन्ने त यस्तो गर उस्तो गर, यो भएन गाली दिने यान त्यान भन्ने उसको धर्म रहेछ नि त, जागिर हो। त्यसलाई अब हामीले प्रतिकार गर्यो भने त्यही अर्को युद्ध सुरु भयो। हामीले चाहिँ तेरो धर्म हो, म मेरो कर्म काम गर्छु, मेरो काम गर्ने कर्म हो, तेरो त्यो कर्म हो तेरो भनेर त्यसरी चाहिँ आफूले मोटिभेट गरेँ मैले चाहिँ। त्यहाँबाट चाहिँ मलाई चाहिँ एकदम ठुलो ऊर्जा मिल्यो, अनि मैले चाहिँ हल्का मोटिभेसनल किताब पनि पढाएको थिएँ। त्यसले गर्दाखेरि चाहिँ आफूलाई चाहिँ मैले चाहिँ रिकभर गरेर सहज रूपमा कोरिया बसाइ चाहिँ बसिरहेको छु अहिलेसम्म होइन। अब तपाईँलाई कसैले पनि छुँदैन। अब यही रहेछ के, अब उहाँले भन्नु उहाँको आइडिया यस्तो बेस्ट लाग्यो मलाई होइन। अब किनभने अहिलेको यो डिजिटल युगमा होइन,
अब हामी साथीहरू चाहिँ के गर्छौँ भने त्यस्तो यो कन्डिसन सबैलाई हुन्छ यो फेजमा। अनि तिनीहरू चाहिँ के गर्छन् भने अनि तनाव भयो यार मलाई त भन्दै उता जाने रक्सी खाने होइन, पुरा रक्सी खाएर हिँड्ने झाप भएर हिँड्ने अनि डिप्रेसन गयो त्यो होइन। त्यसपछि एकदम मान्छेले अब यस्तो हुँदो रहेछ, बिग्रिने के बिग्रिनतिर जाने के बिग्रिन जाने। अब मान्छेलाई यो यस्तो कस्तो हुँदो रहेछ भने एउटा युट्युबमा छ यो अटोमेटिक ह्याबिट भन्ने चाहिँ त्यो अडियो रेकर्ड छ, त्यसबाट सुनेर पनि धेरै कुराहरू सिकिँदो रहेछ। त्यसले चाहिँ के गर्दो रहेछ भने हामीलाई थाहा हुँदैन मैले यो गर्छु भनेर गर्ने कुरा होइन, हामीले के सोच्यो भने त्यो माइन्डले नै त्यो कुरालाई चाहिँ प्राथमिकता दिएर त्यो दिमागमा ल्याइ गर्ने के। जस्तै आज मलाई टेन्सन भयो म भरे चाहिँ रक्सी खान्छु है अथवा केही ड्रिङ्क लिन्छु भनेर त्यसरी सोच्यो भने आज खायो टेन्सन भएर खाएँ, अब भोलि टेन्सन हुन बित्तिकै दिमागले चाहिँ अब रक्सी खानुपर्छ है भन्ने खालको त्यो माग्ने टाइपको चाहिँ त्यो माइन्डले गरिरहँदो रहेछ क्या, अटोमेटिक ह्याबिट। अनि तपाईँको त्योलाई चाहिँ तपाईँले जस्तै अब मलाई टेन्सन भयो भने म आज पुस्तक पढ्छु एउटा, टेन्सन भयो भने म चाहिँ यसको स्पिच सुन्छु भन्ने त तपाईँले दिमागमा एक दुईचोटि लिनुभयो भने त्यसलाई चाहिँ दिमागले बार बार दोहोऱ्याइदिइरहँदो रहेछ क्या। त्यो चाहिँ हुँदो रहेछ। त्यसरी चाहिँ आफूले कतातिर जाने भन्ने कुरा आफैले एकदम आफैलाई चाहिँ कतातिर लाने भनेर एकदम सोचेर गऱ्यो भने एकदम राम्रो हुन्छ। साथीहरू सबैजनाले पनि होइन उहाँको यो उबाट पनि शिक्षा लिन सकिन्छ होइन। हामी आफैले अब दुःख सङ्घर्ष सबैले आइपर्छ नि होइन, सङ्घर्ष गर्ने हो, केही समय धैर्य त राख्नुहोस् के, धैर्य राख्नुहोस्। अब त्यस्तो कुनै कन्डिसन त्यस्तो आइपर्ने बित्तिकै होइन अलिकति मोटिभेसनल होइन स्पिचहरू यसो हेर्ने उहाँले भने जस्तै ओसोको होइन, अनि त्यसपछि अनि अटोमेटिक ह्याबिट त्यो दुईवटा मात्रै हेर्नु नि त। ल उसले भने उहाँले भने जस्तै गरेर त्यो दुईवटा मात्रै हेरेर तपाईँको लाइफमा के चेन्जेस आउँछ त्यो एकपल्ट ट्राई गर्नु एकदम गर्नु। जाँड खानेतिर रक्सी खानेतिर मान्छे जिन्दगी आफै जाने त्यो त एकदम किन लिने के मान्छेले, त्यो त गर्नु भएन। त्यो जस्तै जाँड रक्सी खायो, अब कोरियाको वातावरण एकदमै फरक छ क्या, समयअनुसार बदलिरहन्छ। गर्मीमा अत्याधिक गर्मी, चिसोमा एकदमै चिसो। अनि यो वातावरणले गर्दाखेरि पनि कहिलेकाहीँ रक्सीकोसँग तालमेल नमिल्दाखेरि मान्छे सुते खबरहरू सुनिन्छ नि। यो एकदमै कारण यही हो, एकदम बाहिर वातावरण एकदमै चिसो छ तर भित्र कोठा चाहिँ एकदमै न्यानो बनाएर रक्सी टन्न खाएर सुत्यो भने चाहिँ त्यो अक्सिजनको कमीले गर्दा मान्छे सुतेकै हुने यस्तो घटनाहरू हुन्छ। त्यो भएको कारणले गर्दाखेरि आफूले सहज रूपमा यी स्पिचहरू सुन्नुहोस्, मोटिभेसनल किताबहरू पढ्नुहोस्, रोमान्टिक अरू केही भिडियोहरू हेर्ने, त्यतातिर गएर आफ्नो चाहिँ दुःखलाई आफ्नो चाहिँ त्यो लाई चाहिँ त्यहाँ लगेर मिसाउन सकियो भने चाहिँ सजिलो हुन्छ। ल अनि अब हामी चाहिँ यो कोरियामा होइन अब नेपालबाट आउने बेलामा हामी साथीभाइ आफ्नो आफन्त परिवारहरू सबैजना होइन सँगै भइरहेको हुन्थ्यौँ। यहाँ आइसकेपछि उताको हाम्रो सम्बन्ध र यहाँको सम्बन्ध आफ्नो जस्तो माया भन्छ नि, बाबुआमाको माया, श्रीमान श्रीमती बालबच्चाको माया, उहाँहरूको त्यो उसले भावनाले चाहिँ काम गर्ने बेलामा कस्तो असर गर्दो रहेछ? अब उताको माया चाहिँ यता आउँदाखेरि चाहिँ अब मेन्टल्ली रूपमा गाह्रै हुन्छ। उता अब के गरिरह होलान् भन्ने होइन, उता कस्तो अवस्थामा छन्, म त यहाँ ठिक छु भन्ने टाइपको त्यस्तो एकदमै सुरुमा यता आउँदाखेरि कुन छाप परेर आएको छ भन्ने। जस्तै एयरपोर्टमा बच्चा बच्ची बुढीहरू छोड्न आयो भने तिनीहरू त आजै पनि एयरपोर्टमै छन् कि क्या हो भन्ने त्यस्तो टाइपको चाहिँ मेन्टल्ली आइरहन्छ, बसिरह हुन्छ। अनि अर्को कुरा चाहिँ घर परिवारले पनि एकदम पोजिटिभ सपोर्टिभ दिनु पर्यो। एकदम चाहिँ वहाँ गएर अनि के भन्छ श्रीमान श्रीमतीमा हुने भनेकै सबैभन्दा ठुलो भनेको शब्द भनेको विश्वास। तपाईँले विश्वास छैन भने केही चिज पनि छैन क्या। तपाईँ जतिसुकै धन कमाउनुहोस् होइन, जतिसुकै तपाईँको मान मर्यादा प्रतिष्ठा भए पनि एक अर्कासँग विश्वास छैन भने त्यहाँनिर तपाईँको सम्बन्ध बलियो हुँदैन। अब नेपालमा हुने बाबाआमा अथवा श्रीमान श्रीमती जो कोही भए पनि जो कति कमाउँछ भनेर त्यो कमाइमा पनि टेन्सन प्रेसर नदिने, सबैको यहाँ आए अनुसारको काम फरक छ। तलब पनि अब बेसिक एउटै भए पनि कसैले ओभरटाइम गर्छ कसैले गर्दैन, त्यो कुराहरूमा चाहिँ उताकोले नि बुझिदिने होइन। अनि त्यो मेन कुरा चाहिँ विश्वास हो। बुढाले बुढीमाथि विश्वास गर्नु पर्यो, अनि श्रीमानले श्रीमतीमाथि विश्वास गर्नु पर्यो, दोहोरो हुनु पर्यो होइन।
यो भयो भने चाहिँ सम्बन्ध पनि दिगो हुने, काम गर्न सजिलो पनि हुने, स्वस्थ पनि हुने, मस्त पनि हुने। त्यही त यहाँ चाहिँ के देखिन्छु भने फेरि अब नेपालमा चाहिँ श्रीमती नेपालमा छ होइन, एकजना यहाँ छ होइन, मानव नेपालमा श्रीमती छ, कोरियामा श्रीमान छ। अब यहाँ कोरियामा त अब मरिमरि काम गरेर होइन एकदम मान्छे डिप्रेसनमै गइसक्यो, जान लागिसक्यो हुन्छ। अनि बाहिर साथीभाइ कोहीसँग घुलमिल गर्न गइस् भने या त कहाँ गएको आज भनेर टेन्सन दिने मान्छे। एकतिर उसले चाहिँ अलिकति रिफ्रेसमेन्ट खोजिरहेको हुन्छ, साथीभाइसँग घुलमिल गर्न खोज्ने, बाहिरको वातावरणहरू यसो हेर्ने, त्यहाँबाट फ्रेस हुने खोजेर त्यस्तो मुडहरू चलिरहेको हुन्छ नि होइन। कुनै एकदम घरतिरबाट टचर दिने, कहाँ गए के एकदम। अहिले चाहिँ पछिल्लो चरणमा चाहिँ यस्ताहरू घटनाहरू घटिरहन्, कोरियाबाटै डिजाइन गरेर श्रीमतीलाई कहाँ के गर्यो, कता कता दुःखद घटनाहरू पनि सुनिन्छ। त्यो भनेकै त्यही विश्वास नभएर त हो नि। अब यहाँ पनि अब तपाईँको श्रीमान कोरिया हुनुहुन्छ भने घुम्नुहोस् होइन, डुल्नुपर्छ। कोठाभित्र एक कुनादेखि अर्को कुना मात्रै गर्ने होइन, बाहिरी वातावरणहरू बुझ्नेदेखि लिएर साथीभाइसँग घुलमिल हुने, दुःख सुख साट्ने, हप्ता दिनको दुःख बिसाउने भनेकै साथीभाइसँग भेटेर रमाइलो गऱ्यो भने त्यो हराउँछ। त्यसरी चाहिँ विश्वास राख्नु पर्यो, नेपालदेखिकोले पनि बुझिदिनु पर्यो। यहाँकोले पनि खालि बुढीलाई त्यो विश्वास गरेको छैन होइन, शङ्का मात्रै गरेको छ, उसले यता शङ्का गरेको छ भने यस्तो चाहिँ गर्नु हुँदैन। एकले अर्कालाई विश्वास गर्नुपर्छ, माया गर्नुपर्छ, सम्बन्ध राम्रो हुन्छ। काम गर्न पनि त्यो भयो भने यता एकदम ब्याक फोर्स हुन्छ। यहाँ काम गर्ने ठाउँ खेल मैदान लाग्छ, त्यस्तो भयो भने। त्यही भयो भने एकदम हो, सही हो। अनि अब तपाईँले होइन यहाँ कोरियामा यति धेरै लामो समय बस्नुभयो होइन, अनि कोरियाबाट तपाईँले चाहिँ आफूले चाहिँ के चिज सफलता पाए जस्तो लाग्छ? हुन अब कामसँगै अब इन्कम होइन, आर्थिक अलिकति त्यो त भइहाल्छ होइन, पैसा पनि कमाउनै भएकै हुन्छ सबैजनाले। तर भयो नि सिकेको चिज होइन, मैले यो चिज चाहिँ एक्स्ट्रा सिकेँ है म कोरिया आएर भन्ने तपाईँले त्यो चाहिँ के छ यहाँ? यो चाहिँ मलाई चाहिँ के लाग्यो भने कोरिया आइसकेपछि चाहिँ एउटा इमान्दारिता कोरियनबाट सिकेको, अर्को समयको पालना, एकदमै कोरियनले कसरी समयलाई चाहिँ सदुपयोग गर्छ। हाम्रो चाहिँ नेपालमा 10 बजे कार्यक्रम हो भने 10, 20, 30 अब 40सम्म उस्तै पऱ्यो 11 बजे नेपाली टाइम भन्यो, त्यही तरिकाले हिँड्छ। तर यहाँ चाहिँ 10 बजे भन्यो भने 10 बजेभन्दा अघि नै सबै मान्छेहरू उपस्थित भइसकेको हुन्छ। अनि एउटा चाहिँ कामप्रतिको लगाव, जसरी कोरियाले कामलाई माया गर्छ नि, त्यो पनि एकदमै ठुलो सिकेको कुरा हो। मैले एउटा ठ्याक्कै यसैमा मैले सानो चिज चाहिँ गरिदिइहालौँ होइन। जस्तै हामीले नेपालीहरूले चाहिँ 10 बजे आइदियो भन्ने टाइममा चाहिँ 10 बजे 10 मिनट ढिलै हुन्छ नि, हामी ढिलै हुन्छ होइन, नेपाली टाइम हुन्छ नि। तर कोरियनहरूको चाहिँ के हुन्छ भन्दाखेरि एयर टिकट भन्ने हुन्छ कि एयर टिकट टाइमलाई तिनीहरूले एयर टिकट मान्छ। त्यो भनेको एयर टिकट भनेको प्लेन हुन्छ नि, प्लेन तपाईँको 10 बजे प्लेन उड्नु छ भने हामी 3 घन्टा अगाडि 7 बजे पुग्छौँ नि। तर यिनीहरूको चाहिँ तिनीहरूले अब 10 बजे आउँछु भनेको चिजमा चाहिँ 10 मिनट अगाडि जसरी नै पुग्नुपर्ने भन्ने एकदम। त्यो चाहिँ एकदम यहाँ चाहिँ त्यो चाहिँ सिक्न सकिन्छ। कोरियाको लागि टाइम त यिनीहरूले त्यहाँबाट हामीले सिक्न सकेन एकदम। त्यो चाहिँ एकदम कसरी म्यानेज गर्ने, टाइम चाहिँ म्यानेज गर्न सिकियो। अनि इमान्दारी, कति काम गर्छ कोरियामा। यहाँ हेर्नु त बाहिर यहाँ सडकतिर हेऱ्यो भने 60-70 वर्ष 80 वर्षकालीन कसरी मेहनत गरेर काम गरेको हुन्छ, श्रमलाई चाहिँ माया गर्छ। त्यो चाहिँ एकदमै ठुलो सिक्नु पार्ट हो, यहाँबाट सिकिएको छ, कोरियाले चाहिँ दिएको। त्यही त यहाँ त अब सबैले फेरि काम गर्ने बेलामा काम मरिमरि काम गर्छन् बिन्दास। त्यसपछि काम छुटेर गइसकेपछि ऊ त्यसपछि अनि त्यो त आफ्नै छुट्टी छ कि छैन हो नि, दिनभर मजाले काम गर्ने, बेलुका पुगिसकेपछि आफ्नो टक ल्याएर कहाँ जाने, खाने। अहिले कोरियामा चलेको भनेको सबभन्दा म्याक्सिमम ऊ भनेकै यहाँ चाहिँ खाने, मैले देखेको चाहिँ खानेकुरा रेस्टुरेन्ट व्यवसाय हो। एकदम नचलेको भन्ने छैन। मान्छे खाने टिक्ने ठाउँ के अरे त्यो हाम्रो घोडा हुन्छ नि खुट्टा खाने ठाउँ हुँदैन। तर यस्तो कोरियाको एउटा चाहिँ अर्को कुरा राम्रो लागेको पक्ष चाहिँ नेपालमा जस्तै ड्रिङ्क गऱ्यो भने 2 दिन सुत्दिन्छ, झ्याङ भयो, टाउको दुख्यो, यस्तो भयो भनेर 1-2 दिन कामै नगर्ने हुन्छ। तर यहाँ चाहिँ तपाईँको काम गरेर 5 बजे छुट्टी भएर रातभरि मस्त
रक्सी खायो तर बिहान चाहिँ काममा चाहिँ जसरी भए पनि आएकै हुन्छ क्या 8 बजेको काममा त्यो 7 बजे पुगिसक्यो क्या कामलाई तर जस्तो माया हुन्छ। नेपालमा फेरि रक्सी खाएको छ भने हेर्ने नजर अलिकति फरक हुन्छ तर यहाँ चाहिँ त्यस्तो छैन। त्यो जुनसुकै कर्मचारी होस् सरकारी कर्मचारी जोसुकै होस् रक्सी खाएर बाटैमा लडेछ भने पनि त्यसलाई भोलि आएर काम गर्न उसलाई चाहिँ कुनै गाह्रो हुँदैन। जस्तै नेपालमा कुनै सरकारी कर्मचारी अफिसको मान्छे रक्सी खाएर ढल्या थियो भने भोलि त्यसलाई अफिसमा मुख देखाउन गाह्रो हुन्छ गयो। तर यहाँ चाहिँ त्यस्तो हुँदैन। ऊ जतिसुकै रोडमा सुतेर होस् तर काममा चाहिँ आओस् ड्युटी हो त्यस्तो कामलाई चाहिँ माया गर्छ। त्यो चाहिँ एकदमै सिक्ने यहाँको चाहिँ एकदम राम्रो संस्कार। अनि यहाँको चाहिँ अर्को कुरा चाहिँ कोरियनले सानोलाई गर्ने माया ठुलोलाई दिने आधार चाहिँ एकदमै एजको पनि एकदम भ्यालु राख्ने यस्तो चाहिँ कोरियनबाट सिक्न सकिन्छ। सिक्नुपर्ने कुराहरू अझै धेरै छन् सिक्दैछौँ होइन। एजकै लागि त उहाँले भन्नुभयो होइन। जस्तै अब कम्पनीमा एउटा कम्पनीमा काम गर्ने म्यानेजर 30 वर्षको छ अनि विदेशी नै होस् न हामी नेपाली नै होस् विदेशी नै होस् उसको 40 वर्षको एज छ भने उसले भनेको चिजहरूमा उसलाई अलिकति मन परेन यताउता भएन भने उसले मुखामुख गर्न पायो क्या पायो एकदम मुखामुख गरेर यो काम किन भएन उसले भन्ला उसको तारले होइन म्यानेजरले हो भन्ला। तर अलिकति एज वाइजले नै उसले पनि भन्न पाउँछ र लास्टमा चाहिँ अलिकति उमेरको हिसाबले होइन उमेरको हिसाबले ठुलोलाई उसले अलिकति आदरै गरेर झुकेर नै उसले कराए पनि झुकेरै कराउनु पर्ने हुन्छ क्या कोरियामा सिस्टमले त्यो एकदम सही होइन एकदम यो चाहिँ एकदम सिक्नुपर्ने हो। नेपालमा भए कहाँ हुन्छ यो माथि अलिकति म्यानेजर भयो 70 वर्षको लात हानिरह हुन्छ नि हरेक ठाउँमा अनि त्यस्तो हुन्छ। तर यहाँ चाहिँ त्यस्तो छैन उमेरको चाहिँ एकदमै ख्याल गर्छ त्यो चाहिँ सिक्नुपर्ने हो हामीले चाहिँ। यस्तो होइन कोरियाको यस्तो एकदम कामको व्यस्तताको बावजुद होइन तपाईँ अब राजनीतिक सङ्गठनमा पनि अलिकति अगाडि बढ्नु भएको छ होइन। अझ यसलाई पनि अझ अलिक अगाडि लैजानु होला राम्रो गर्नु होला किनभने कोरियामा चाहिँ पछिल्लो समय होइन एकदम राजनीतिक भन्ने बित्तिकै सबैजनाले यो काम छैन यो थुर यताउता गरेर छिछि भन्नेसम्म भएको अवस्था छ होइन। यसलाई पनि सबैको नेपाली कामदारहरूको अगाडि होइन माझमा चाहिँ राजनीतिक सङ्गठनले पनि होइन केही न केही गर्छ राम्रो गर्छ होइन यिनीहरूले पनि सेवा गर्छ दुःख परेकाहरूलाई चाहिँ सहयोग गर्छ होइन उद्धार गर्छ भन्ने त्यो लेभलको पुर्याउनको लागि होइन परोपकारी एकदम सामाजिक सङ्गठनकै रूपमा काम गर्न तपाईँकै नेतृत्वमा होइन अब अगाडि आउने उसमा तपाईँहरू त्यो पहल गर्नु होला एकदम। त्यसमा चाहिँ हामी जोडतोडले लाग्नेछौँ सकेको जति यो नेपाली समाजकै लागि चाहिँ गर्ने हो हामीले चाहिँ। अब हामी अब अन्तिममा अब सकाउँदैछौँ एकदम छोटोमा चाहिँ अब म के भन्न चाहन्छु भने अब यहाँ कोरियामा आउने नयाँ आउनेहरू र जति पनि नेपालबाट पास भएर यहाँ आउनेहरू नयाँहरू र त्यसपछि कोरियामै भएको पुरानोहरू कामदारको बिचमा हुन्छ नि साथीभाइहरूको बिचमा अलिकति मिसअन्डरस्ट्यान्डिङ होइन यताउता नयाँले पुरानोलाई गर्ने पुरानोले नयाँलाई गर्ने त्यो व्यवहारको बिचमा अलिकति मनमुटाव देख्छु होइन धेरै सबै कम्पनीहरूमा। त्यसलाई चाहिँ तपाईँले कसरी लिनुभएको छ? त्यो चाहिँ अब एकदम त्यो चाहिँ लगातार देखिरहेको समस्या हो सबैले भोगेकै छन् दुःखहरू सुनाउँछन् त्यस्तो चाहिँ त्यस्तोमा चाहिँ अब दुवै पक्षले चाहिँ समझदारी भएर काम गर्यो भने चाहिँ त्यो त्यति धेरै ठुलो समस्याको रूपमा आउँछ जस्तो लाग्दैन। तर समस्या चाहिँ कहाँ आउँछ भने जस्तै अब हामीले नेपालबाट आउने नेपालीको बानी नै झुकेका भन्ने हुन्छ नि त्यस्तो मेन्टलले हामी हिँड्यौँ भने जस्तो अगाडिको दाइले केही कुरा अरायो केही कुरा भन्यो भने तँले अराउने म को होस् र तँ भन्ने टाइपको त्यस्तो हाम्रो मेन्टल्ली अटोमेटिक आउँछ। त्यस्तो आयो भने चाहिँ मिसअन्डरस्ट्यान्डिङ भएर त्यहाँ चाहिँ सम्बन्धमा चाहिँ टक्राव आउने। अब यो हिजो आएकोले मैले भने मानेन भन्ने उ दाइलाई पनि पर्ने तपाईँले चाहिँ अब यो अघि आएर मलाई अरायो भन्ने त्यस्तो टाइपको चाहिँ वातावरण सिर्जना हुने भएकोले एकले अर्कालाई चाहिँ बुझेर राम्रो व्यवहार गरिकन दाइले केही अरायो अथवा करायो भने पनि मेरै लागि त भने मलाई राम्रो हुन्छ होला र त भने भन्ने अनि भाइले पनि केही टेरेन भने यो भाइले बुझेन सानै छ नि त भन्ने टाइपको त्यो अगाडिको दाइले पनि त्यस्तो कुराहरू बुझिदिनुपर्छ। अनि अर्को कुरा चाहिँ के हुन्छ भने अघि आएको साउसँग मिलेर पछि आएको भाइहरूलाई चाहिँ काममा पेल्ने होइन तनावहरू अप्ठ्यारो कामहरू लगाउने होइन आफू चाहिँ यताउता गरेर टाइमहरू बिताउने त्यस्तो टाइपकोहरू हामीले चाहिँ सूचनाहरू देखिरहेको हुन्छौँ खबरहरू आइरहेको हुन्छ।
त्यस्तो चाहिँ प्लिज नगरिदिनु होला। उनीहरूको पनि हाम्रो सबैको समय एउटै हो, लक्ष्य एउटै हो, उद्देश्य एउटै छ होइन। हामी सबै कमाउन आएको, आफ्नो सपना दुःख गर्न आएको, सपना पुरा गर्न आएको। तपाईँहरूले पनि पछाडिको भाइहरू हुन्, यिनीहरू पनि यही ठाउँमा काम गर्छन् भनेर सरसहयोगको हिसाबले गर्नुहोस्। अनि दाइले अराएको काम चाहिँ तपाईँहरूले पनि यो ठुलो भएर गऱ्यो भन्ने त्यस्तो नसम्झिनु होला होइन। त्यस्तो गऱ्यो भने दुवैजनाले चाहिँ वातावरणलाई चाहिँ राम्रो सिर्जना गऱ्यो भने अनि एकदम कोरियाको बसाइ पनि एकदम राम्रो हुन्छ, तपाईँको हेल्दी पनि राम्रो हुन्छ, तपाईँको फ्यामिली पनि राम्रो हुन्छ, कमाइ पनि त्यही अनुसारको हुन्छ र बस्ने वातावरण पनि एकदमै मजाका साथ तपाईँहरूले चाहिँ कोरियाको बसाइलाई मस्त बनाउन सक्नुहुनेछ है त। त्यो चाहिँ मिसअन्डरस्ट्यान्डिङ चाहिँ त्यहाँ हुन्छ। ती कुराहरू चाहिँ यी कुराहरू ख्याल गर्नुपर्छ। किनभने मैले किन सोधेँ भने जस्तै अब कम्पनीमा आयो, पुरानोहरूले चाहिँ नयाँ आएको हो, उसले झाडु पनि उसले लगाउनु लागेको छ, एकदम बजारमा तरकारी लिनुलाई उसैले पठाएछ, खाना पकाउने उसैले, भाँडाधरि उसैले माझ्नु लागिरहेछ होइन। किनभने पुरानोलाई भनेर त्यस्तोसम्म गरिरहेको धेरै एकदम सूचनाहरू, त्यो एकदम खबरहरू अनि कसैले सुनाएको त्यस्तो धेरैहरू सुनिन्छ। त्यो चाहिँ अब दुवै पक्षले नगरिकन पालै गर्ने नि, एउटै घरमा भोलि जस्तो गरेर गर्ने नि। किन घरमा त अब हाम्रो बाबाले गर्थ्यो, आमाले गर्थ्यो भन्ने हुन्थ्यो। यहाँ त अब परदेश हो भइसकेपछि आज एक दिन अब सबै अब रुटिन सेड्युल बनाउने होइन, त्यसरी गरौँ न होइन। त्यो गऱ्यो भने चाहिँ एकदम दुवै पक्षलाई भार पनि नपर्ने, कसैले चाहिँ यो बढी यो घटी भन्न पनि नपाउने। पालै भएपछि आज एउटाले गर्ने, भोलि अर्कोले गर्ने, त्यही गर्दै गर्दै जाँदाखेरि चाहिँ त्यो चाहिँ एकदम चाहिँ वातावरण राम्रो बनाउने चाहिँ एउटा उपाय हो। त्यो अपनाउन पनि सक्नुहुनेछ। विदेशमा या कोरिया जस्तो ठाउँमा को दाइ को भाइ अनि त्यसपछि को नयाँ को पुरानो कोही पनि हुँदैन कि, बराबर सम्झिने, काम पनि बराबर बाँड्ने होइन। कम्पनीमा आइपुगेको छ, कम्पनी बस्ने अब कोठामा छ भने आज एकजनाले अब के अरे भुइँ सफा गरेको छ भने अर्को दिन भोलि उसको रुटिन बनाउने, खाना पकाउनेको पनि त्यसै रुटिन बनाउने होइन। बाहिर अब बजार जाने सबै चाहिँ बराबर सम्झेर काम गर्नु पर्यो क्या। त्यो गऱ्यो भने चाहिँ कोरियाको बसाइ पनि राम्रो, सम्बन्ध पनि राम्रो एकदम। नयाँलाई नपेल्ने, किनभने आज ऊ नयाँ छ, अब त्यो 3 महिना 4 महिनापछि ऊ पनि पुरानो भइहाल्छ, 1 वर्षपछि त बराबरै भइहाल्छ होइन। एकदम त्यो चाहिँ अब दुवै पक्षले बुझ्ने, त्यो एकदम तल भएर पनि काम गर्न सकिने, माथि भएर पनि गर्न सकिने, त्यो सबै कुराहरूलाई म्यानेज गरेर तपाईँहरू अघि बढ्नु हो भने एकदम राम्रो हुन्छ। मैले भिडियोको सुरुमा भनेको थिएँ आजको पडकास्ट अलिक विशेष नै हुने खालको छ भनेर भनेको, तपाईँहरूले बुझिसक्नुभयो, थाहा पनि पाइसक्नुभयो। उहाँ चाहिँ एकदम कोरियामा एकदम बौद्धिक व्यक्तित्व होइन, सामाजिक उदेखि लिएर राजनीतिक उहाँ सबैतिर होइन अगाडि बढिरहनु भएको उहाँ साथीलाई मैले उ गरेर होइन यहाँ चाहिँ इन्भाइट गरेर उहाँबाट हामी धेरै कुराहरू सिक्यौँ होइन। अब सबै साथीहरू नेपालमा हुने अथवा सबै यहीँ कोरियामा हुने साथीहरू सबैजनाले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभयो। अब मेरो निम्तलाई होइन मेरो इन्भाइटलाई स्वीकारेर आज भिडियो एउटा बनाऊँ भन्दाखेरि तपाईँले स्वीकार ओके हस् भन्नुभयो होइन, यसको लागि तपाईँलाई धन्यवाद। एकदम तपाईँलाई पनि धेरै धेरै धन्यवाद, किनभने यसरी चाहिँ आफ्नो कुराहरू आफ्नो विगतदेखि लिएर अहिलेसम्म सबै कुराहरू राख्ने अवसर मिल्यो होइन।